सो तिमीलाई आर्किटेक्चर नै पर्स्यु गर्छु भनेर चाहिँ तिमीले कहिले डिसाइड गरेको? लाइक मेरो जर्नी स्टार्ट्स फ्रम फेलियर के ठ्याक्क बटम अफ द उसबाट। तिमीलाई चाहिँ अब अहिलेसम्म बिगेस्ट च्यालेन्ज चाहिँ के फेस गरे जस्तो लाग्छ स्कुलमा? टाउको समातेर मैले यति रोएँ नि म त्यो कोड चलाउँदा त्यो मलाई अहिलेसम्म पनि थाहा छैन है मलाई थाहा थिएन है त्यो कुरा। अनि फर्स्ट सेमिस्टर त यस्तो गरे झिपिक्क गरे धिमिक्क गए जस्तो भयो कि। तिमीलाई अब तिम्रो फ्युचर चाहिँ के छ जस्तो लाग्छ? वाट डु यु सी योरसेल्फ एज अ योर फ्युचर, आइडियल फ्युचर भनौँ न? अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ म चाहिँ यो फिल्डकै लागि बनेको हो अनि तर मलाई यो जर्नी देखेर यो स्ट्रगल देखेर मेरो हालत त यहीँ नेपालमै यस्तो छ। स्टुडियो अल नाइटर कतिको हान्ने गरेछ? नो कि मैले अहिलेसम्म एउटा स्टुडियो अल नाइटर हाने छैन। Alright, welcome back to another episode of My Arc Stories. And as a podcast, it's very unique, very interesting. किन भन्दाखेरि चाहिँ let's start from how it even happened. So मैले चाहिँ इन्स्टाग्राममा चाहिँ पोस्ट राखेको थिएँ कि let me get some guests. Like I was asking people to recommend some guests for me, and then she reached out, Anushka Thebe, who is the guest for today's podcast. And it was very interesting that she is currently a third year student in Pokhara Engineering College, and she just reached out to me saying like, I want to be a guest in your podcast. And Surumate, I was kind of apprehensive, like I don't know what should I talk about, but I felt like maybe that's a very good opportunity for me to know what's the architecture school experience and conditions right now, and also अहिलेको स्टुडेन्टको पर्सपेक्टिभमा चाहिँ आर्किटेक्चर कस्तो भएको छ त. सो there were so many lot of questions in my head that I wanted to talk about. So त्यही भएर चाहिँ मलाई यो पडकास्ट गर्न मन थियो. अनि गरिसकेपछि पनि I found it so much energetic. I felt like her energy was contagious. I feel like at some point म चाहिँ आर्किटेक्चरबाट अलिकति बिजी जान चाहिँ फ्रस्ट्रेट भइराखेको हुन्छु बिकज इट्स अ प्रोफेसन लाइक द्याट. अनि तर उसँग कुरा गर्दाखेरि चाहिँ कस्तो फिल भयो भन्दाखेरि चाहिँ एउटा फ्रेस माइन्डको फ्रेस पर्सपेक्टिभ आर्किटेक्चरलाई लिएर इट वाज कम्प्लिटली डिफरेन्ट. अनि त्यो कुराले चाहिँ काइन्ड अफ मलाई पनि एनर्जी ट्रान्सफर गर्यो. काइन्ड इट हेल्प मी मोटिभेट्स भनौँ न. सो त्यो हिसाबले चाहिँ इट वाज भेरी फन कन्भर्सेसन. सो आई थिङ्क those people who are in Nepal or anywhere who just finished their +2 or high school, whatever, they should listen to this podcast and get to know about what architecture is actually about. And आर्किटेक्चरमा चाहिँ अब कस्तो चाहिँ हुन्छ त एक्सपिरियन्स स्कुलमा, and what are the subjects they get to learn and stuff like that. So I think it's really important for those people who just graduated their +2 and wants to know about their further career path. I think that's going to be helpful for them. And I feel it's going to be a nostalgic for people who have already been there as well. So I hope you guys will have fun while listening to this podcast, and let's go. First, man, let's start with this. ल तिम्रो इन्ट्रोडक्सन देऊ न. सो मेरो इन्ट्रोडक्सन दिँदाखेरि चाहिँ मेरो नाम अनुष्का थेबे एन्ड मलाई चाहिँ एउटा प्रोफेसनल्ली अलिकति म एउटा आर्किटेक्चर स्टुडेन्ट सायद अनि एउटा भ्लगर. अनि अहिले चाहिँ म मेरो ब्याचलर अफ आर्किटेक्चर चाहिँ म अहिले पोखरामा गर्दैछु, जुन नेपालको एउटा वान अफ द ब्युटिफुल सिटी मध्ये एउटा पर्छ र मेन टुरिस्ट डेस्टिनेसन पनि हो यो नेपालको चाहिँ. सो तिमीलाई आर्किटेक्चर नै पर्स्यु गर्छु भनेर चाहिँ तिमीले कहिले डिसाइड गरेको? यो कुरा चाहिँ लाइक एकदम के हुन्छ नि, मलाई थोरै पार्ट वाइज हुन्छ नि, एउटा इसारा दिए जस्तो लाग्थ्यो कि. जेनरली चाहिँ मलाई स्टिल याद छ होइन, 8th क्लासमा आई वाज रिडिङ सोसल स्टडिज बुक होइन. अनि त्यसपछि त्यो सोसल स्टडिजमा मलाई पाटनको कि कृष्ण मन्दिरको जुन स्कल्पचर हुन्छ नि, त्यो मन्दिरको स्कल्पचरले मलाई यति फेसिनेट गर्यो नि. अनि त्यसपछि वाज लाइक मेरो चाहिँ बच्चादेखि त बानी के घर हेर्ने, जता गए पनि घरहरू हेर्ने हुन्छ नि, त्यो बानी चाहिँ मेरो बच्चादेखि त थियो होइन. अनि मलाई त्यो स्कल्पचर देखेपछि अझै पनि झझल्को याद छ कि यो कसरी बनायो होला है, मलाई यस्तो बनाउन मैले सक्छु होला भन्ने आयो होइन. अनि त्यसपछि
के भइदियो भन्दाखेरि त्यो चाहिँ एउटा पार्ट आयो। अनि मैले घरमा गएर मम्मीलाई सोधेँ, "मम्मी यस्तो केही बनाउने हुन्छ र?" भने। अनि मम्मीले आर्किटेक्चर हुन्छ भन्नुभयो होइन। अनि त्यसपछि त्यतिखेर चाहिँ त्यति ध्यान दिएन। अनि जब म 9 क्लासमा आएँ, 9 क्लासमा वाज लाइक श्रृङ्खला खतिवडा दिदी। उहाँ चाहिँ लाइक धेरैले भन्नुहुन्छ होला होइन, उहाँले गर्दाखेरि नै हो कि एउटा आर्किटेक्चरले चाहिँ नेपालमा एकदम लाइमलाइट हुन्छ नि, धेरै स्टुडेन्टहरूलाई चाहिँ चिनाउन सकेको। इफ म मात्रै होइन, मोस्ट अफ दि स्टुडेन्ट, आर्किटेक्चर स्टुडेन्टहरूको कतै न कतै उहाँले चाहिँ रोल चाहिँ खेल्नु भएको छ कि। अनि मेरो लाइफमा पनि उहाँले चाहिँ एकदम ठुलो रोल प्ले गर्नुभयो। त्यो चाहिँ एकदम हाइलाइटमा आयो कि, लाइमलाइटमा। उहाँको प्रोफेसन पनि आयो नि त, कहाँबाट के गर्नुभयो भनेर। अनि त्यसपछि आई वाज लाइक वाह यार, आर्किटेक्चर त कस्तो राम्रो हुने रहेछ भन्ने भयो होइन, माइन्डमा सेटअप भयो। अनि पछि गएर आर्किटेक्चर बन्छु भन्ने भयो। तर मेरो अलिकति चाहिँ डगमगाए चाहिँ 10मा। 10मा आई वाज लाइक होइन, बिजनेस गरेर चाहिँ म त एकदम पैसा कमाउने हो भनेर त्यो भयो। अनि म पछि म्यानेजमेन्टतिर जान्छु भने होइन। अनि त्यो लास्टतिर के, लाइक हाम्रो क्लास 10 जुन एसएलसी हुन्छ नि, हामी त वी आर द फर्स्ट कोरोना ब्याच के। अनि त्यसपछि लाइक एसएलसीको टाइममा चाहिँ के भइदियो भन्दाखेरि म्याथमा जुन सब्जेक्टमा आई वाज भेरी विक होइन, त्यो सब्जेक्टमा त्यो त्यति बेला मेरो जिन्दगीमा किन हो फेल नभइकन मेरो जिन्दगी अगाडि नै बढ्दैन जस्तो कि। म 10 क्लासमा म फेल भएँ होइन। अनि त्यसपछि अलिकति दसैँ तिहारको अगाडिको इक्जाममा म फेल भएँ। अनि मलाई त मेरो एकदम झट्का लाग्यो कि। अनि त्यसपछि चाहिँ गर्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर एकदम रट्टी होइन। सरलाई, म्याथको सरलाई धरि विश्वास थिएन कि आई वाज द क्यापेबल, क्वेसनहरू सल्भ गर्ने, थ्योरमहरू सल्भ गर्ने भन्नुभयो होइन। अनि एक दिन डे होस्टेलमा त बिहान मर्निङमा खाना खाने बेला, ल यो थेबेले साइन्स पढ्न सक्छ भन्नुभयो होइन। सरको त्यो वर्डले मलाई यति मोटिभेट गर्यो नि साइन्स पढ्न। अनि त्यसपछि लाइक आई वाज प्लस टूमा चाहिँ साइन्स लिएँ कि मैले। अनि त्यसपछि मलाई सबले साइन्स लि भन्नुभयो होइन। इफ मैले त्यति बेला झुकेर पनि म्यानेजमेन्टतिर गएको भए म के हुन्थ्यो होला जस्तो लाग्थ्यो कि। अनि लाइक हुन्छ नि अलिकति के, त्यो युनिभर्सको डाइरेक्सन भन्छ नि, म चाहिँ एकदम थ्याङ्कफुल छु कि। त्यो कसैको वर्डले बिचमा अलिकति पनि हामीलाई केही सपोर्ट गरिदियो भने हाम्रो लाइफको जुन पाथ हुन्छ नि त्यसमा एकदम हेल्प मिल्ने रहेछ भन्ने बुझेँ होइन। अनि प्लस टूमा अनि हामी कोरोनाले गर्दाखेरि लाइक एसएलसी क्यान्सल भयो होइन। अनि हामीहरूले चाहिँ अनि त्यसपछि त्यो एसएलसी क्यान्सल भइसकेपछि चाहिँ वी वर लाइक उहु अब के गर्ने हो भने। अनि कलेज स्कुलले मार्क्स दियो। अनि प्लस टूमा भर्ना भयो होइन। प्लस टू लाइफ वाज द टफेस्ट फेज के मेरो लागि। अनि त्यसपछि लाइक त्यो कोरोनाले गर्दा मान्छेहरू कति डिप्रेसनमा नि गयो नि त। अनि मेरो पनि एउटा हो कि। तर मैले होइन, मलाई गाह्रो भयो भनेर मेरो घरकोले चाहिँ पत्ताउनु भएको थिएन। त अहिले बच्चा जस्तो तँलाई कहाँबाट डिप्रेसन हुन्छ र यताउति भन्नुभएको थिएन। तर मलाई थाहा कि त्यो कति गाह्रो भयो भन्ने कुरा। लाइक अब लु त्यो प्लस टूमा जानुभन्दा अगाडि इमेजिन, कलेज सुरु भइसक्यो ह, फिजिकल क्लास होइन। त्यसको 1 महिनापछि म कलेज गर्छु। बट त्यत्रो कलेजभरि लाइक 1200 स्टुडेन्ट्सको बिचमा आई वाज द ओन्ली वान जुन चाहिँ फेस सिल्ड लाएर, मास्क लाएर, हातमा सेतो ग्लोभ्स लाएर अनि त्यसपछि कलेज गइरह। एन्ड सेन्टर अफ द एट्र्याक्सन के, मान्छेहरूले मलाई हेरिरहन्। क्लासमा बेन्चमा जाँदाखेरि पनि लाइक सरहरूले हटाइदिनु भएको थियो कि किन यस्तो भएको भन्दाखेरि म क्रोनिक डिजिज छ मलाई, आजमा ह। अनि मेरो घरको चाहिँ अनि त्यो क्रोनिकलाई त एकदम असर गर्छ नि त, लङ्सकै युज हो नि त। अनि त्यसपछि आई वाज लाइक भेरी टफ के। अनि प्लस टू प्रतिभामा गइसकेपछि चाहिँ प्रतिभा सेकेन्ड्री स्कुलबाट चाहिँ मैले प्लस टू गरेँ थिएँ। सर वाज भेरी हेल्पफुल। सबलाई हटाइदिनु भएको थियो कि सिटबाट होइन। अनि आई वाज द अन्ली वान। फेरि सिटमा गएर नि फर्स्ट डे, मेरो फर्स्ट डेमै सेनिटाइजरले पुरै स्प्रे गरेर म बसेको थिएँ कि। लाइक कतिसम्मको त्यो अलिकति उस भएको थियो। अनि त्यसपछि मान्छेहरूसँग नि कन्ट्याक्टमा आउन पनि कस्तो डर लाग्यो। अनि प्लस टू अनि पछि त भ्याक्सिनेसन लगाइसकेपछि त फेस सिल्ड पनि उड्यो। अनि त्यसपछि भ्याक्सिन आइसकेपछि अनि त्यो पछि चाहिँ बल्ल मेरो लाइफ चाहिँ अलिकति सजिलो भयो कि। अनि हामीहरूको फेरि म्याथ्स ग्रुप थियो कि। म पहिल्यै फिक्स थिएँ कि लाइक अब चाहिँ यहाँ चाहिँ आर्किटेक्चर पढ्ने। अनि मेरो साथी एउटा अनुपम भन्ने पनि, अनुपम मरसिनी भन्ने थियो। अहिले चाहिँ काठमाडौँमा त्यो काठमाडौँ इन्जिनियरिङ कलेजमा पढ्दैछ। यही सब्जेक्ट पढ्दैछ क्या, आर्किटेक्चरै पढ्दैछ। एन्ड वी डिस्कस के हामी के गर्ने उस गर्ने बेला आर्किटेक्चर पढ्ने हो भन्ने हामी दुईजनाको एउटा कमन उस निस्क्यो। एन्ड आई फाइन्ड इट, उसँग पनि अलिकति एक्सप्लोर गरेँ होइन मैले त्यतिखेर।
वी वेयर ओन्ली 7 गर्ल्स अनि त्यो म्याथको ग्रुपमा अरू सब बोइज अनि फेरि त्यो मध्ये पनि लाइक म बच्चैदेखि चाहिँ मेरो चाहिँ मोस्ट अफ द गर्ल्स फ्रेन्ड लाइक केटीहरू साथीभन्दा अलिकति केटाहरू साथी हुन्छ नि केटाहरूले त मलाई लाइक वाज ट्रिट मी लाइक ए सिस्टर एन्ड देयर ब्रदर लाइक त्यस्तोवाला एउटा रिलेसनसिप थियो कि एन्ड +2 लाइफ अलिकति मेरो फ्रेन्डसिपले गर्दाखेरि अनि पछि अलिकति सजिलो भएन अनि त्यसपछि +2 पछि चाहिँ फिक्स थियो होइन आर्किटेक्चर पढ्ने अनि के भयो भन्दाखेरि अब आर्किटेक्चर पढ्नको लागि ब्याचलरमा त अब कुनै न कुनै कलेज त जान पर्यो त्यसको लागि जुन त्यो हामीले ग्याप पाइन्छ नि त्यो ग्याप पाउने बेलामा अब प्रिपेरेसन गर्न पर्यो अनि नेपालमा चाहिँ एकदम त्यो माइन्डसेट के छ भन्दाखेरि गभर्मेन्ट कलेजमा पढ्यो भने चाहिँ पछि हामीलाई फ्युचरमा सस्टेन गर्न सजिलो हुन्छ भन्ने माइन्डसेट छ अनि हाम्रो घरबाट चाहिँ अब सबले गभर्मेन्टमै उस गर्ने कलेजमै पढ्ने तरिकाले उस गर्नुहुन्छ नि त हामीलाई इन्गेज गराउनुहुन्छ नि त त्यसरी नै मेरो मदरले पनि लाइक गभर्मेन्ट कलेजमै पढ भनेर इन्गेज गराउनु भएन अनि आई वाज लाइक ल त नि भने सुरुमा त ल त नि वाज माई आन्सर होइन अनि ल ल म आइओईमा पुल्चोकमा निकाल्ने युज गर्छु भने अनि डिस्कस हुँदै गयो कि कहाँ पढ्ने भनेर अनि पिएमा म फिजिकल क्लासै बरु काठमाडौँ नै बसेर पढ्छु है भने अनि मम्मीले चाहिँ मान्नु भएन कति पनि मान्नु भएन होइन अनि त्यसपछि यहाँ पोखरामा राम्रो राम्रो जुन त्यो हाम्रो ग्यापको पिरियडमा जुन प्रिपरेसन क्लास हुन्छ नि फिजिकल नै गरेर लिन्छु भनेर पनि दिनु भएन अनि एउटा अलि राम्रो हो कि ग्रेडियन्ट भन्ने हो यहाँ होइन त्यो चाहिँ मलाई जान किन दिनु भन द रिजन वाज लाइक त्यो चाहिँ पुलको पारी हो पुलको पारी जानुहुन्न भन्ने वाज द रिजन के अनि मैले यहाँको पनि फिजिकल क्लास त्यो कारणले मैले लिन पाएन एन्ड आई वाज लाइक अब त यसरी होइन तँलाई म पिएको अनलाइन क्लास हालिदिन्छु भन्नुभयो होइन अनि ल म पिएको अनलाइन क्लास युज गर्छु अनि डिस्कस पऱ्यो क्या हामी मम्मीको र मेरो डिस्कस पऱ्यो हजुरलाई लाइक पुल्चोकमा नि पछि म यदि काठमाडौँ गयो भने अनि त्यसपछि हजुरले मलाई होस्टेलमा बसाउनुहुन्छ कि के गर्नुहुन्छ ल अनि त्यसपछि मैले चाहिँ म पनि तँसँग आउँछु भन्नुभयो होइन अनि म त ए होइन अनि मसँग तँसँगै आउँछु भनेपछि चाहिँ लाइक अनि त्यसपछि चाहिँ यसरी त हुँदैन भन्ने जस्तो अलिकति त्यति बेला माइन्डले हिट गर्यो क्या मलाई अनि त्यसपछि लाइक न म अनलाइन फिजिकल क्लास गरेर लिन पाऊ अनि पछिलाई घरबाट टाढा अनि सबै फ्यामिलीबाट टाढा अनि मम्मीसँग मात्रै अलिकति मेरो प्यारेन्ट्स अलिकति स्ट्रिक्ट हुनुहुन्छ नि त अनि त्यसपछि मम्मीलाई पनि एउटा नयाँ सिटीमा गएर मसँग एडजस्ट गर्न त गाह्रो हुन्छ नि त अनि मैले त्यो सबै कुरा सोचेँ होइन अनि सोचिसकेपछि चाहिँ बरु म पिइएमा अनलाइन क्लास चाहिँ अहिलेको लागि पढ्छु तर म आइओई चाहिँ दिन्न भनेर मम्मीलाई भनिदिएँ कि यसरी नै भयो भनिदिएँ न हजुरले मलाई फिजिकल क्लास जान दिनुभयो न यहाँको दिनुभयो न उता दिनुभयो म काठमाडौँ गएर यदि मैले नाम निकालेँ भने पनि म कसरी त्यहाँ एडजस्ट गरेर पढ्नु त नि भनेर भने अनि त्यसपछि पोखरामा ठ्याक्क एउटा मात्रै कलेज छ म पढ्दिनँ अब म अब आर्किटेक्चरै गर्ने भएपछि म पेकमै गएर पढ्छु भने होइन अनि त्यसपछि वाज लाइक छोडिदिएँ क्या मैले इन द मिडल अफ द त्यो अनलाइन क्लासहरू नि छोडिदिएँ अनि त्यसपछि पुल्चोक पनि नदिएर मेरो मम्मी चाहिँ एकदम लाइक वाज यसले पुल्चोक दे भनेको दिइनँ अब के गरिदिरहेछ भनेर भन्नुभयो कि अनि त्यसपछि म त यही पेकमै पढ्छु भने अनि पेकको इन्ट्रान्स इक्जाम दिएँ इन्ट्रान्स इक्जाम दिएर अनि नामसाम निस्केपछि म पेकमा आएँ होइन अनि पेकमा आइसकेपछि चाहिँ मम्मीले जुन लाइक त्यो एउटा प्रोफेसनको प्रति लगन देख्नुभयो नि त्यो देखेपछि चाहिँ सी वाज लाइक यसले गर्छ भन्ने भयो अनि मम्मीलाई इन्स्टेन्ट के त्यो हुन्छ नि ठिकै गरी चाहिँ नगएर नि उतापट्टितिर चाहिँ मम्मीलाई चाहिँ भयो अनि मम्मीले चाहिँ मलाई अहिले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि तैँले मेहनत गरेको देखेर मलाई चाहिँ आजकल तँमा एकदम विश्वास लाग्छ भन्नुहुन्छ क्या एन्ड द्याट वाज द मुमेन्ट कि मैले लाइफमा थोरै मम्मीसँग अलिकति डिस्कस गरेर भयो नि एउटा लाइफको स्टेपमा चाहिँ थोरै राम्रो डिसिजन लिन्छु भन्ने चाहिँ भयो कि अलिकति हामीले प्यारेन्ट्ससँग चाहिँ केही कुराको लागि थटफुल भएर अलिकति चाहिँ फाइट गर्नु पर्दो रहेछ भन्ने बुझेँ है त्यतिखेर चाहिँ सो एउटा सर्कल ब्याक गरौँ है त जस्तो तिमीले अब जुन आर्किटेक्चर अब कलेजमा इनरोल हुनु अगाडि चाहिँ उसमा पोखरा इन्जिनियरिङ कलेज होइन त्यसमा चाहिँ केही एक्जामहरू केही दिनु परेको थियो किनभने मेरो एक्सपिरियन्स चाहिँ कस्तो थियो भन्दाखेरि मैले आइओईमा मेरो टाइममा दिँदाखेरि विच वाज आई थिङ्क 2013 त्यो बेलामा चाहिँ एउटा इन्ट्रान्स एक्जाम त भइहाल्यो त्यो पछि अर्को एप्टिट्युड टेस्ट भनेर पनि हुन्थ्यो क्या सो त्यो चाहिँ कस्तो थियो
इन्ट्रान्स एक्जाम दियो। इन्ट्रान्स एक्जाम दिएपछि चाहिँ इन्ट्रान्स एक्जामकै दिनमा हाम्रो एप्टिट्युड टेस्ट पनि भएको थियो कि हामीहरूलाई उम्, चाहिँ बोलाउनु भयो पर्सनल इन्टरभ्यू उसकै पर्सनली क्वेसनहरू इन्टरभ्यू टाइपको लिनुभयो अनि हाम्रो ड्रइङ स्किल्सहरू हेर्नुभयो ड्रइङै लाइभ ड्रइङहरू स्केचिङहरू गर्न हुन्छ नि हो त्यो गर्न नि दिनुभयो अनि सरहरूले मलाई स्टिल याद छ मलाई यहाँको लाइक डिपार्टमेन्ट हेडको सरले चाहिँ मलाई के सोध्नु भएको थियो भन्दाखेरि एचबीको फुल फर्म थाहा छ भनेर सोध्नु भयो अनि म त एचबीको फुल फर्म अनि एकछिन सोच्दै होइन मलाई एकचोटि साथीले चाहिँ भनेको थियो कि हार्ड एन्ड बोल्ड हो कि हार्ड एन्ड ब्ल्याक अनि मैले त्यतिखेर चाहिँ हार्ड एन्ड ब्ल्याक भन्दैछु अनि त्यसपछि लाइक हार्ड एन्ड बोल्ड टाइपको रहेछ नि त अनि म त्यो त मलाई अहिलेसम्म पनि मिस्टेक थाहा छैन है। मलाई थाहा थिएन है त्यो कुरा। अनि मलाई हामीले त्यत्रो पेन्सिल अनि पछि कि आर्किटेक्चर उसमा आइसकेपछि अनि मैले त्यो सोध्दै अनि म त पहिल्यै त्यो के आर्किटेक्चर पढ्न आएको अरे एउटा पेन्सिलको त्यो उसै थाहा होइन भन्ने जस्तो भयो होइन अनि धन्न अलिकति थोरै मिस्टेक भयो नि अलिकति भयो नि मिलाएको छु भन्ने जस्तो चाहिँ भयो अनि त्यसपछि घर गएर अनि फुलफर्म सुलफर्महरू हुन्छ नि सबै हेरेँ कि मैले अनि के रहेछ भनेर अनि वाज लाइक या अनि धन्न कुरा सुनेर धन्न सरहरू चाहिँ हाँस्नु भएन कि उहुँ। म त्यही त मलाई चाहिँ कस्तो लाग्छ भन्दा अब हुन त एप्टिट्युड टेस्टहरूमा अलिकति स्केचिङको कुराहरू गर्नुपर्छ तर अब कसैलाई चाहिँ मलाई स्केच गर्न आउँदैन आर्किटेक्चर पढ्दिनँ भन्ने जस्तो लाग्छ भने त्यो पनि जरुरी छैन किनभने स्केच छैन गर्न आउनै पर्छ भन्ने पनि छैन अलिकति पछि छैन गर्दै गएपछि भिजुअलाइज गर्नको लागि हेल्प हुने मात्रै हो सो हो त्यस्तो एकदमै मलाई रियलिस्टिक ड्रइङ बनाउनु पर्छ त्यस्तो भन्ने चाहिँ केही पनि हुँदैन आर्किटेक्चरमा चाहिँ अनि म चाहिँ फेरि खासमा म आर्किटेक्चर छिरेको चाहिँ मेरो रिजन चाहिँ एउटा चाहिँ मलाई स्केच गर्न मन लाग्थ्यो पहिला अनि मैले चाहिँ एउटा स्केच गरेको थिएँ रोबर्ट डाउनी जुनियरको आइरन म्यानवाला गरेको थिएँ अनि त्यो पनि भयो प्लस पछिदेखि स्केचिङहरू मन पर्थ्यो मलाई चाहिँ अनि जेनरली मैले आर्किटेक्चरमा रियलाइज गरेको चाहिँ धेरैजना मान्छेहरू चाहिँ त्यही स्केचिङ गर्न मन लागेर आउनेहरू हुन्छ क्या अनि हो या अनि एकदमै ट्यालेन्टेड मान्छेहरू देखाएको छ कि मैले जस्तो मैले एक दुईजना चिनेको भने एउटा कौशल श्रेष्ठ भन्ने पनि भाइ छ होइन हामीभन्दा हजुर एक ब्याच जुनियर होला सायद ऊ पनि लास्टै ट्यालेन्टेड मान्छे हो त्यसपछि अर्को समथिङ छ एकजना हाइपर रियलिस्टिक गर्छ कि मनिष धोन्जु समथिङ के होला बिर्सेँ मैले एक्ज्याक्टली नाम चाहिँ अहिले उसले नि हाइपर रियलिस्टिक ड्रइङहरू गर्छ होइन चारकोल समथिङमा नेपालमा वान अफ द बेस्ट होला क्या ऊ चाहिँ अनि त्यस्तो मान्छेहरू आर्किटेक्चरमा देख्दाखेरि चाहिँ ओहो हुन्छ नि ल बबाल ट्यालेन्टेड मान्छेहरू आउने ठाउँ हो भन्ने चाहिँ हुन्छ कि अनि बट एट द सेम टाइम त्यस्तो विधि गर्न नि पर्दैन कि जस्ट उम्, आर्किटेक्ट हुनको लागि चाहिँ अलिकति अब गएपछि त्यहाँ सिकि नै हालिन्छ सो हाइपर रियलिस्टिक गर्नुपर्छ त्यस्तो भन्ने चाहिँ केही पनि हुँदैन रहेछ भन्ने त्यो चाहिँ थाहा भयो पछि गएर मलाई चाहिँ अनि हो म आफू आर्किटेक्चरमा छिर्नु अगाडि चाहिँ मैले चाहिँ त्यो बेलामा प्लस टू पछि डकुमेन्ट्री हेर्थेँ अनि म डकुमेन्ट्री के हेरेर रहन्थेँ नि त्यतिखेर दुबईमा चाहिँ बुर्जल र बुर्ज खलिफाको कन्स्ट्रक्सनको भिडियोहरू आइरहेको थियो कि अनि त्यो देखेपछि अनि मलाई चाहिँ ओहो ल इन्ट्रेस्टिङ हुने रहेछ भन्ने जस्तो लाग्यो कि अनि त्यो पछि अब जेनरली त्यो बेला सबैले सिभिल इन्जिनियरिङ पढेर हुन्थ्यो हाम्रो टाइममा अनि सिभिल उम्, इन्जिनियरिङ चाहिँ मलाई खासै त्यस्तो इन्ट्रेस्ट लागिरहेको थिएन किन भन्दा सिभिल इन्जिनियरिङ मेरो ओपिनियनमा त्यो बेलामा चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ अब फेरि रोड कन्स्ट्रक्सन होला के होला मलाई चाहिँ त्यसमा इन्ट्रेस्ट छैन म चाहिँ बिल्डिङमा जाने हो भन्ने थियो कि अनि मैले चाहिँ त्यो सोचेर अझ कम्प्युटर पनि भरेको थिएँ अप्सनमा चाहिँ कम्प्युटर चाहिँ पढिनँ अनि यो मलाई रहर छैन भनेर छोडिदिएँ अनि आर्किटेक्चरमा गएँ अनि पुल्चोकमा आर्किटेक्चरमा त्यहाँबाट पढ्न थालेको मैले चाहिँ त्यसरी हो अनि सो तिम्रो अहिलेसम्मको एक्सपिरियन्स चाहिँ कस्तो भइरहेछ त तिमी अहिले कुन इयरमा छौ अहिले ठ्याक्कै लाइक अस्ति भर्खर फ्राइडे हाम्रो ठ्याक्क 2.5 इयर सकियो कि 5th सेमिस्टर सकियो होइन बोर्डको इक्जाम दिएँ अनि त्यसपछि यो जुन फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थको जर्नी थियो नि फिफ्थको जर्नी 5th सेमिस्टरको जर्नी वाज लाइक भेरी भेरी टफ मेरो लाइफको लाइक एकदम टफ मुमेन्ट हो अनि त्यसपछि फर्स्ट सेमिस्टरबाटै लाइक एकदम स्ट्रगलबाटै सुरु भयो कि हामीलाई थाहा थिएन नि त आर्किटेक्चरमा त्यो एकदम स्ल्यान्टेड डेस्क यताउति युज गर्ने भन्छ मलाई स्टिल याद छ मेरो घर टेबल हुँदा हुँदा पनि आई युज टु डु माई सिट वर्क इन लाइक भुइँमा बसेर मलाई टेबलमा काम गर्नु मन पर्थेन क्या अनि भुइँमा बसेर चारवटा कपी हुन्छ नि लामो लामो जोडेर मलाई अझै पनि याद छ जोडेर आनन्दले बसेर सिट टाँसेर त्यो कपीमा त्यस्तो गरेर पढ्थेँ कि लाइक आई युज टु डु माई सिट त्यसरी के अलिकति अनि त्यसपछि
पछि चाहिँ अलिकति स्ल्यान्टेड टेबलहरू चाहिने रहेछ अनि हाम्रो पोस्टरको लागि नि ठिक हुने रहेछ यताउति सबै कुरा उस भयो होइन अनि फर्स्ट सेमिस्टर त एक्ज्याक्टली भन्नु पर्दाखेरि हामीहरूको अब यतापट्टि पुस महिनातिर हुन्छ नि हामीहरूको पुस महिनातिर भर्ना भयो जुन चाहिँ एक्चुअली हुनुपर्ने हामी धेरै अगाडि हो कि पुस माघ फागुन चैतमा त हाम्रो इक्जाम चाहिँ विदिन 2 मन्थ्स 6 मन्थ सेमिस्टरको हामीहरूले कोर्स सकेको 2 मन्थ्समा एन्ड यति हेक्टिक भयो फर्स्ट सेमिस्टर तर्साइदियो क्या हामीलाई त फर्स्ट सेमिस्टरमा आर्किटेक्चरमा छिर्न पाएन हामीहरूलाई तर्साएर हामीलाई त साथै गयो कि अनि यति मोबाइल चलाउने एकछिन मोबाइल मलाई त्यो सेमिस्टरमा मैले कुन बेला मोबाइल चलाएँ भन्ने पनि याद छैन कि त्यति बिजी थियो होइन अनि म त नेपालमा बसेर त स्टुडेन्टहरू त फ्री हुन्छन् जस्तै लाग्थ्यो अलिकति होइन यो प्रोफेसन या फिल्ड नै अर्को हो क्या जुनमा चाहिँ अलिकति टाइम पनि नपाइने भन्ने जस्तो भयो होइन अनि फर्स्ट सेमिस्टर त यस्तो गऱ्यो झिपिक्क गऱ्यो धिमिक्क गयो जस्तो भयो कि त्यो हुन्छ नि छ्याप्पै गयो जस्तो भयो अनि त्यसपछि त फर्स्ट सेमिस्टरमा अरूहरू सब राम्रो भएन म्याथको इक्जाम दिँदाखेरि त लाइक हामीसँग 3 दिन मात्रै त्यो सेमिस्टरभरि केही पढेन इक्जामको अगाडिको 3 दिनमा केही घुसेन अनि त्यसपछि लाइक अझै पनि झझल्कै याद छ कि मेरो साथी रुँदै बाहिर निस्केको थियो म पनि रुँदै बाहिर निस्केको थिएँ हामी फेल हुन्छौँ भनेर बसेको थिएँ अनि म त साथी हुने म भनेको मेरो साथी पास भइदियो म भएँ फेल अनि त्यसपछि वाज लाइक अब के गर्ने मेरो त म फर्स्ट सेमिस्टरमा मलाई एकदमै गाह्रो भयो नि अनि त्यसपछि त लाइक म फेरि मेरो साथीहरूसँग नरोइकन रिजल्ट आइसकेपछि म मेरो सिनियर म फेल भएँ भन्दै यति रोएँ अझै पनि स्टिल याद छ कि एकदम मनबाट भित्रबाट एकदम फुटी फुटी रोएँ कि जिन्दगीमा मेरो मैले भने नि दाइ 10मा पनि म फेल भएको प्लस 2मा ठ्याक्क कलेज सुरु गरेपछि म फेल भएको ब्याचलर लाइफमा पनि म ठ्याक्कै आफ्नो कलेजको जुन लाइफ सुरु गर्दै हुँ त्यो सुरु गरेपछि नि फेलै भयो कि लाइक मेरो जर्नी स्टार्ट्स फ्रम फेलियर कि ठ्याक्क बटम अफ द उसबाट फेल हुँदै हुँदै सुरु भयो अनि सेकेन्ड सेमिस्टरमा त लाइक जे गरे नि पास हुने हो भने पास भयो तर विश्वास चाहिँ थिएन है पास हुने अनि मैले क्लासमा चाहिँ यदि म पास भयो भने म सबलाई लड्डु खुवाउँछु भनेको थिएँ अनि सेकेन्ड सेमिस्टर त फेल हुन्छु भनेको सब्जेक्ट चाहिँ फेरि पास भयो कि अनि म त छक परेँ अनि त्यसपछि या आई ट्रिट माई फ्रेन्ड्स लड्डु अनि आई वाज लाइक सक कि पास हुनु ठुलो कुरा रहेछ कि टुप्लुक्क भयो नि जे हुनु भयो नि भन्ने भयो कि मलाई त अनि थर्ड सेमिस्टर त थर्ड सेमिस्टर त म पास मात्रै होइन म टप छु नै भनेर पढेँ फेरि जुन त्यो थर्ड सेमिस्टरको जुन लास्टमा मैले इफोर्ट हालेँ नि एकदमै पढेँ कि मैले डेन्जर पढेँ अनि जुन सिरिजहरू हुन्छ नि सिरिजहरू हेरेर आफूले आफूलाई मोटिभेट पनि गरेको थिएँ कि लाइक कति धेरै इन्डियन सिरिजहरूले हामीलाई मोटिभेट गर्छन् लाइक फर इक्जाम्पल कोटा फ्याक्ट्रीहरू होइन अनि त्यसपछि एस्पिरेन्ट्सहरू मैले त्यो हेरेर यति इन्सपायर्ड भएँ नि म पढ्नको लागि मेरो लाइक 3टा कि त 4वटा गीत अलवेज मेरो हेडफोनमा पढ्नु अघि हुन्थ्यो कि त्यो लाइक अब गीतहरू पनि थोरै भनिदिइहालौँ बन्देया रे बन्देया भन्ने त्यो हल्का उसहरू हुन्छ नि अनि गुज बम्स दिन्थ्यो कि हेडफोन लाएर या आई हेभ टु डु द्याट भन्ने अनि पुरै सब गीत बजाएर अनि पढ्थेँ अनि त्यसपछि यति मेहनत गरेँ जुन सेमिस्टरमा धेरै मेहनत गरेँ त्यसैमा मेरो ग्रेड यति कम आयो अनि म त सेकेन्ड सेमिस्टरमा बरु त्योभन्दा नपढेको बेला राम्रो ग्रेड आएको थियो जुन सेमिस्टरमा मरिमरि पढ्यो त्यसमा एकदम थोरै आएन अनि मैले त फोर्थ सेमिस्टरमा चाहिँ अब के आराम कसरी पढौँ भन्ने भयो होइन होइन बो मेहनतै गरेर पढ्छु के थाहा यो राम्रो हुन्छ भनेर अनि त्यसपछि फोर्थ सेमिस्टरमा चाहिँ मैले मेहनत गरेर पढेँ होइन अनि त्यसरी नै जुन एफोर्टले मैले थर्ड सेमिस्टर दिएँ त्यसरी नै मैले फोर्थ सेमिस्टर दिएँ होइन अनि मैले चाहिँ त्यो सब के मैले त अब एक्सपेक्टै गर्न छोडिदिएँ कि मैले त राम्रो भएको इक्जामलाई नि के न के भयो जस्तो भयो नराम्रो नै भयो जस्तो भयो होला भने अनि त्यसपछि आई वाज लाइक जुन सब्जेक्टमा फेल हुन्छु भने मैसँग भयो कि यो इन्सिडेन्ट जुन सब्जेक्टमा फेल हुन्छु म त साथीहरूलाई गाडीमा आउँदा पनि कि इक्जाम हलबाट निस्केर गाडीमा आउँदा म त फेल हुन्छु होला यार मलाई कस्तो भयो भनेको थिएँ होइन अनि त्यही सब्जेक्टमा हिस्ट्री अफ आर्किटेक्चर थियो अनि त्यही सब्जेक्टमा चाहिँ ए माइनस आइदियो कि आई वाज लाइक म त फेल हुन्छु भनेको सब्जेक्टमै यस्तो राम्रो आएको छ त भनेर यही सिचुएसन मसँग पनि भयो कि अनि त्यसपछि फिफ्थ सेमिस्टरमा युटीको इक्जामको दिनमा
इट वाज भेरी इन्ट्रेस्टिङ है। 5th सेमेस्टरमा युटीको इक्जामको बेला हाम्रो रिजल्ट आयो कि युटीको इक्जाम दिँदैको अर्को इक्जाम पहिलाको इक्जामको रिजल्टले हामीलाई तर्साइसक्यो कि अनि त्यसपछि हेरेको त लाइक ग्रुप च्याटमा हुन्छ नि हाम्रो क्लासहरूको ग्रुप च्याटमा सबले कङ्ग्रेचुलेसन्स यताउति दिइसकेको थियो होइन दुईजनालाई। अनि त्यसपछि हामी फिफ्थ सेमेस्टरमा रिजल्ट आउँदा 4th सेमेस्टरबाट 2टा ड्रप आउट निस्केको थियो कि अनि आई वाज लाइक किन अनि म मेरो रिजल्ट हेरेँ होइन मेरो रिजल्ट हेर्दाखेरि हेरेको त यसरी हेर्छु दुईटा हामी दुईजनाको सेम जिपिए आहा तर ग्रुप च्याटमा चाहिँ लाइक अरूहरूलाई उस गरेँ अनि मलाई एकछिन विश्वास भएन कि के भयो भनेर अनि हेर्छु त फेरि सबसँग कम्पेयर गर्छु हेर्छु त इट वाज लाइक ओ माई गड म त यस्तो सक भएँ नि मम्मी मैले त टपेछु क्या भनेर भने होइन अनि मम्मीको रियाक्सन वाज मलाई स्टिल याद छ है यसरी हेर्नुभएको थियो होइन होला तेरो एकचोटि राम्रोसँग चेक गर त भने अनि मम्मीले चाहिँ अनि द्याट वाज सो उसके अनि मम्मीले चाहिँ मेरो रिजल्ट लिटरली त्यो उस ल्यापटपको त्यो यस्तो पोइन्टमा यस्तो गर्दै मेरो त्यो जुन एडमिट कार्ड हुन्छ नि बोर्ड इक्जामको त्यो गर्दै मम्मीले यस्तरी लाइनसँग यस्तो यस्तो के त्यो एकचोटि पनि नछुटोस् गरेर यसरी लानुभएको थियो अनि म त मेरो त ब्रेनको फ्युज नै उडे जस्तो भयो कि यसरी लाँदाखेरि त अनि सबसँग कम्पेयर गर्नुभयो होइन तैँले टपिकियोस् भन्नुभयो अनि म त मलाई पनि थाहा थिएन मैले टपेछु भनेर भने मसँग मेरो एउटा अर्को साथीको पनि सेम ग्रेड आहा भनेर भने मान्छे तिमीहरू दुईजनाले टप्यो भन्नुभयो मेरो मम्मीले त लाइक मेरो मम्मी त स्टिल मैले भने भने नि स्टिल सकमा हुनुहुन्छ अनि त्यसपछि लाइक सी फिल सो प्राउड अनि मेरो हजुरआमा पनि हुनुहुन्छ कि अनि हजुरआमाले चाहिँ लाइक अब लाइक टपेपछि त अलिकति स्कलरसिप हुन्छ नि त हामीहरूलाई डिस्काउन्ट हुन्छ अनि त्यसपछि म मेरो 5th सेमेस्टरको जुन फी तिर्न आउने बेला मेरो हजुरआमा आउनुभएको थियो कि अनि सी वाज लाइक अनुष्काले टपेछ त्यही भएर हजुरहरूको अलिकति डिस्काउन्ट हुन्छ भनेपछि अनि मैले आमालाई सोधेँ होइन मेरो हजुरआमालाई हाउ वाज अनि के भन्नुभयो भनेको मलाई अलिकति मक्ख लाग्यो मेरो उस प्राउड फिल गर्नुभयो हजुरको त लाइक एकदम नाक त एकदम ठुलो भयो होला है भने ठुलो भएको थियो तर देखाउन मिलेन नि त तेरो त्यो रिसेप्सनमा गएर मेरो नाक एकदम ठुलो भयो भनेर भन्नुभएको थियो कि लाइक आमा यति खुसी हुनुहुन्थ्यो अनि आई वाज लाइक बल्ल मैले लाइफमा केही अचिभ गरेँ भन्ने जस्तो भएको कि लाइक मेरो मम्मीलाई मलाई चाहिँ मेहनत गरेछु भन्ने थाहा थियो अनि मम्मीले चाहिँ म के एक्सपेक्ट गर्नुभएको थियो भने फर्स्ट सेमेस्टरमा मैले टप छु भन्ने एक्सपेक्ट गर्नुभएको रहेछ कि जुन मेहनत देखेर अनि त्यसपछि जो हावा थियो मान्छे जसले अलिकति केही गर्दैन भने अनि उसले गरिसकेपछि मम वाज लाइक तैँले सक्सेस भन्ने युज गर्नुभयो अनि मम्मीले त आई फिल सो प्राउड कि त्यो मुमेन्ट वाज लाइक मेरो प्राउड मुमेन्ट हो भन्ने चाहिँ 5th सेमेस्टरभरि ओन्ली द थिङ द्याट वाज गुड वाज त्यही पार्ट कि द्याट यति मात्रै हो कि 5th सेमेस्टरमा एउटा राम्रो भएको अरे अनि 5th सेमेस्टर वाज ड्रास्टिक एकदम खतरनाकै भयो कि अनि त्यसरी चाहिँ अहिलेसम्मको जर्नी चाहिँ यसरी आएको भयो कि मलाई चाहिँ त्यही त मेरो पनि सिमिलर नै थियो जर्नी सुरुमा कलेज जाँदाखेरि चाहिँ म पनि अब पुल्चोकमा छिरेँ अनि त्यहाँबाट अब पुल्चोकमा छिर्दाखेरि मेरो ऱ्याङ्क पनि राम्रै थियो त्यो बेलामा कलेजमा जस एकदम राम्रो ऱ्याङ्क मध्येमै थियो अनि त्यहाँबाट आर्किटेक्चरमा छिरेँ अनि मलाई चाहिँ फर्स्ट सेमेस्टरै म चाहिँ एकदम फ्रस्ट्रेट भएको किन भन्दाखेरि मलाई चाहिँ के फिल भएको भन्दाखेरि म यो के पढ्न आएछु भन्ने फिल भएको क्या किन भन्दाखेरि अब त्यतिखेर के सब्जेक्ट थियो मेबी एप्लाइड साइन्स थियो होला त्यहाँबाट म्याथ थियो होला अनि डिजाइन स्टुडियो ड्राफ्टिङ के थियो अनि अब मलाई चाहिँ ड्राफ्टिङको बारेमा पनि केही थाहा छैन ड्राफ्टिङ भनेको के हो नै थाहा छैन अनि त्यहाँबाट डिजाइन स्टुडियो भनेको के हो पनि थाहा छैन अनि अब मेबी प्लस टूबाट फर्स्टमा छिर्दाखेरि सबैलाई त्यही फिल हुन्छ होला कि त्यो भनेको के हो पनि थाहा छैन अनि एकैचोटि फर्स्ट विकमा जान पाएको छैन असाइनमेन्ट दिन थालिसकेको हुन्छ अनि असाइनमेन्टमा पनि फेरि वायात के लाग्ने भन्दाखेरि ल यो चाहिँ अब लाइन के अरे यहाँ लाइन यसरी तान अब स्ट्रेट लाइन तान त्यहाँबाट फेरि यसरी तान फेरि यसरी तान त्यो त्यो एक्सर्साइज हुन्छ नि त्यो ड्राफ्टिङको सुरुको एक्सर्साइज नै त्यो फ्री ह्यान्डमा पनि ड्राफ्टिङमा पनि थियो जस्तो लाग्छ मलाई चाहिँ हाम्रो पालीमा चाहिँ होइन अनि त्यो गर्दाखेरि नै म चाहिँ वायात लागेको कि मलाई चाहिँ म यो के गर्न आइरहेको छु यो के गरिरहेको छु म भन्ने फिल भएको कि अनि त्यसपछि डिजाइन स्टुडियोमा फेरि त्यस्तै एक्सपिरियन्स थियो डिजाइन स्टुडियोमा सुरुमा अब क्लास एउटा भयो क्लासमा अब के भन्यो पनि बुझिनँ क्या मैले पोइन्ट्स लाइन्सको कुराहरू भयो के भयो अनि त्यहाँबाट
पछि नेक्स्ट क्लास आउँदाखेरि ल मोडल बनाएर लिएर भन्नुभयो होइन। अब के हो मोडल भनेको, आई हेभ जिरो आइडिया अबाउट द्याट होइन। अनि त्यहाँबाट अनि अब जसको चाहिँ सिनियरहरू कोही अब चिनेको ओरेको थियो उसले त बुझ्यो, होस्टेल बस्ने साथीहरू थियो उनीहरूले पनि बुझ्यो होला कोहीबाट, त्यहाँबाट केही न केही बनाएर लिएर आए। अब म नेक्स्ट क्लास छ मोडलै नबुझी गइरहेको छु कि मोडल भने के हो पनि थाहा छैन, म यत्तिकै गइदिरहेको छु। त्यहाँबाट गएँ, त्यसपछि अरू साथीहरूले बनाएको देखेँ, त्यसपछि मनमा चिसो पस्यो कि ओहो सबले काम गरेछ त मैले त केही गरेको छुइनँ भन्ने भयो। त्यहाँबाट ठाउँको ठाउँ एउटा कुन चाहिँ फालेको सामान टिपेँ, फालेको थर्मोकोल टिपेर एउटा यत्तिकै ऱ्यान्डमली लाइन के गरेर बनाइदिएँ, टिचरलाई देखाउनलाई त्यतिखेर त्यो एउटा बनाएँ। त्यसपछि म क्लासै बङ्क गरिदिएँ मैले नेक्स्ट टाइम, म यो के पढाइरह हो भन्ने भयो क्या। म चाहिँ एकदमै त्यतिखेर चाहिँ आर्किटेक्चरको एक्सपेक्टेसन के थियो मेरो, अनि यो चाहिँ म के पढिरहेको छु भन्ने भएको थियो क्या मलाई चाहिँ। अनि त्यो भएर मलाई रमाइलो लाग्ने फ्री ह्यान्ड मात्रै थियो, किनभने स्केचिङ मन पर्थ्यो, त्यही भएर फ्री ह्यान्ड गर्न रमाइलो लाग्थ्यो। तर बाँकी क्लासेस चाहिँ मलाई चाहिँ एकदमै फ्रस्ट्रेटिङ लागेको थियो कि त्यो एउटा ब्रिजिङ ट्रान्जिसन नै थिएन क्या प्लस टूबाट त्यहाँ जाँदाखेरि चाहिँ। सो आई थिङ्क मेबी अब पछि स्टुडेन्टहरूलाई चाहिँ एउटा त्यो त्यो ब्रिजिङ एउटा चाहिँ केही हुनुपर्छ भन्ने चाहिँ मेरो रियलाइजेसन हो क्या। अनि त्यो अहिले ठ्याक्कै तिम्रो कुरा सुन्दा नि मलाई त्यस्तै फिल भयो क्या। त्यो जुन फर्स्ट सेमिस्टरको फ्रस्ट्रेसन हुन्छ नि, मैले बिल्डिङ मटेरियल भन्ने सब्जेक्ट थियो फर्स्ट सेमिस्टरमा, अनि म झन्नै फेल भएको, 32 आएर पास भएको म त्यसमा होइन। अनि के अरे त्यतिखेर अब त्यो जुन हामीलाई चाहिँ 1 वर्षको कन्सेप्ट हुन्छ नि त प्लस टू आउन्जेल, प्लस टूमा चाहिँ। अनि त्यहाँबाट जब ब्याचलर्स आइपुगिन्छ त्यसपछि सेमिस्टरको कन्सेप्ट हुन्छ क्या। अनि सेमिस्टरको आइडिया नहुँदाखेरि चाहिँ मेरो दिमागमा चाहिँ के थियो भन्दा त्यो बोर्ड एक्जाम 6 महिना आउँछ नि, त्यो चाहिँ फाइनल एक्जाम होइन होला सोच्थेँ कि म चाहिँ। त्यो पछि अरू कुनै फाइनल एक्जाम आउँछ होला, यो एक्जाम त केही गर्ने हुँदैन होला भन्ने सोच्ने क्या म। पछि त ल फाइनल एक्जाम आइसक्यो अरे, पढेको पनि केही छैन, अब 6 महिना त कसरी बितेको थाहै हुँदैन कि। अनि त्यसपछि त्यतिखेर बिल्डिङ मटेरियल झन्नै फेल हुन लाग्यो, एप्लाइड मेकानिक्स कसो कसो गरेर पास गरेँ क्यारे। अनि त्यहाँबाट म्याथ पनि यताउता गरेर जस अरू डिजाइन रिलेटेड काम चाहिँ मैले केही राम्रो गरिनँ, तर अरू सब्जेक्ट चाहिँ पढ्थेँ क्या फेरि, किनभने त्यो चाहिँ प्लस टूसँग रिलेटेड थियो नि त। अनि त्यो थियो मेरो पनि एक्सपिरियन्सहरू चाहिँ। अनि त्यहाँबाट सेकेन्ड सेमिस्टरमा अलिकति राम्रो गरेँ, किन भन्दा त्यो पछि रियलाइजेसन चाहिँ के भयो भन्दा होइन अब म छिरि नै सकेँ, अब छोड्ने कुरा भएन, अब गर्नुपर्छ राम्रो भन्ने भयो। अनि त्यहाँबाट सेकेन्ड सेमिस्टर अलिक राम्रो गरेँ, थर्ड सेमिस्टर अझै अलिकति राम्रो भयो, हिस्ट्री अफ आर्किटेक्चरहरू भयो, त्यहाँबाट बल्ल डिजाइनको कामहरू सुरु भयो। थर्ड सेमिस्टरमा चाहिँ रेजिडेन्सियल डिजाइनहरू के भयो। अनि बल्ल त्यो जुन बिल्डिङमा आएपछि चाहिँ अलिकति रमाइलो लाग्न थाल्यो कि काम गर्नलाई पनि। अनि सिमिलर एक्सपिरियन्स मेरो भयो। अनि त्यसपछि फेरि सेकेन्ड इयर सेकेन्ड पार्टको त्यो एउटा स्टुडियो चाहिँ मैले कामै गरिनँ, त्यो मेरो अहिलेसम्मको वर्स्ट स्टुडियो होला। मैले सेमिस्टरभरिमा 2टा कि 3टा क्लास एटेन्ड गरेँ होला, म्यामले समेत तिमी यही क्लासको हो र भन्नुभएको थियो क्या मलाई, मैले काम देखाउन जाँदाखेरि। अब त्यो म्यामले यदि सुनिरहनु भएको छ भने म्यामलाई पनि थाहा छ होइन। अनि त्यहाँबाट अनि त्यसपछि अनि मैले त्यो पछि चाहिँ फेरि थर्ड इयरको फर्स्ट पार्टमा चाहिँ राम्रो गरेँ त एकदमै। अनि त्यही त त्यो एउटा मलाई चाहिँ त्यस्तै फिल हुन्छ क्या, आर्किटेक्चरमा चाहिँ मान्छे फ्रस्ट्रेट पनि त्यति नै भइरहेको हुन्छ होइन। मेबी अरू फिल्डमा पनि हुन्छ होला, तर यसमा चाहिँ जुन त्यो वर्कलोड भनौँ न, त्यो पनि एक्सपेक्टेसन राखेको हुँदैन कि पहिला चाहिँ। अनि जस्तै काम नगर्ने भनेको मान्छेले पनि स्टुडियोमा आएपछि चाहिँ काम गर्छ नै कि, किनभने अब मार्क्स नै त्यही बेसिसमा आउँछ नि त। सो एकदम मान्छे चाहिँ मेहनती हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि तिमीलाई भन न। हजुर भन्नु न, त्यो के मलाई के सोध्न लाग्नु थियो। ए तिमीलाई चाहिँ अब अहिलेसम्म बिगेस्ट च्यालेन्ज चाहिँ के फेस गरे जस्तो लाग्छ स्कुलमा? यो आर्किटेक्चरको जर्नीमा सबभन्दा बिगेस्ट च्यालेन्ज चाहिँ कुनै प्रोजेक्ट पाउँदाखेरि हामीले अलिकति कन्सेप्टबाट हाम्रो लास्टको जुन प्रोजेक्ट निस्किने नि, हामीले के सोच्छौँ अनि त्यो जर्नीभित्र हाम्रो मोडिफिकेसन भएर लाइक टिचर्सहरूसँग कन्सल्टेसन गर्दा गर्दा के भन्छ भन्ने कुरा कि जुन हुन्छ नि, सबभन्दा बेसिक अलिकति च्यालेन्जिङ लाउने भनेको मलाई कुनै प्रोजेक्टको एउटा राम्रो कन्सेप्ट निकाल्नु चाहिँ मलाई अलिकति च्यालेन्जिङ लाग्छ कि। किनभने त्यही कन्सेप्टको आधारमा हाम्रो पुरै सेमिस्टरको प्रोजेक्ट डिजाइन स्टुडियोको जुन प्रोजेक्ट हुन्छ नि त्यो टिक्ने हो नि त। एन्ड आई फाउन्ड इट भेरी च्यालेन्जिङ। कसैको त हाम्रो साथी पर्सनली मलाई पनि फिल भयो, हामीहरूको कन्सेप्टै ननिस्केर हामी त कतिको त सुरुकै फेजमा हामी एकदम अड्किन्छौँ कि त्यो कसरी गर्ने, यसलाई के गर्ने, त्यो कुरा चाहिँ अलिकति च्यालेन्जिङ लाग्छ। अनि त्यसपछि
सेम हजुरले भन्नुभएको हाम्रो पनि फर्स्ट सेमिस्टरमा सब त्यही सब्जेक्टहरू थियो कि हातले यस्तो यस्तो गर्नेवाला अनि मलाई पनि सिमिलर फिल भएको थियो होइन अनि सेकेन्ड सेमिस्टरमा चाहिँ वाज लाइक मोडलिङ के अनि मोडलिङ सुरु भइसकेपछि वाज लाइक अनि बल्ल हामी साथीहरूको ग्रुप फर्म हुन लाग्यो अनि ग्रुप फर्म हुन लागिसकेपछि बल्ल हामीले थाहा पायौँ कि कस्तो हुँदो रहेछ अनि आर्किटेक्चरमा चाहिँ के हुँदो रहेछ भन्दा डिसअग्रिमेन्ट चाहिँ एकदम हुँदो रहेछ कि अनि क्रिटिकहरू यताउति पाउनु चाहिँ एकदम हुँदो रहेछ अनि त्यो सिचुएसनमा आफ्नो फ्रेन्डसिपहरू सम्हाल्ने अनि त्यसपछि अलिकति म्याच्योर तरिकाले हुन्छ नि सबै कुरा ह्यान्डल गर्न चाहिँ एकदम च्यालेन्जिङै हुने रहेछ कि अनि काम गर्न हो ग्रुप डिभाइड भयो ल आउनु भनेर साथीलाई फोन गरेँ कोही साथी कता हुन्छ कोही साथी कता हुन्छ अनि त्यसपछि सबै कुरा त्यो मिलेर गर्नु पनि एउटा ग्रुपमा काम गर्नु पनि एउटा यदि राम्रो साथी पायो भने चाहिँ इट्स इजी होइन अदरवाइज नत्र भए यदि हजुरले पनि ग्रुप वर्क गर्नुभयो भने त्यो अभियसली थाहा होइन हजुरलाई पनि आर्किटेक्चरमा ग्रुप वर्क गर्दाखेरि कति च्यालेन्जिङ हुन्छ भन्ने कुरा अनि सबै कुरा म्यानेज गर्न चाहिँ लाइक कन्सेप्टदेखि लिएर आफ्नो टाइम म्यानेजमेन्ट अनि ग्रुप वर्कमा अलिकति म्यानेज गर्नु चाहिँ अलिकति मलाई यो फ्याक्टर्सहरू चाहिँ च्यालेन्जिङ लाग्छ कि ए आर्किटेक्चर स्कुलमा चाहिँ हाम्रो पढि उस गरेको रायमा एउटा अब मेरै ओपिनियन दिन्छु भनौँ न डिजाइन कन्सेप्टमा चाहिँ होइन सो पहिला पहिला मलाई पनि त्यस्तै हुन्थ्यो कि कन्सेप्ट निकाल्ने भनेपछि चाहिँ मलाई अहिले पनि स्टिल हुन्छ होइन कन्सेप्ट निकाल्ने भनेपछि चाहिँ अब के गर्ने त अब हाउ डु आई इभन स्टार्ट भन्ने क्वेसन आउँछ कि अनि मैले अब अहिलेसम्ममा अब एउटा सिकेको भनेको चाहिँ म चाहिँ कन्सेप्टको लागि स्ट्रेस आउट गर्दिनँ क्या आफूलाई चाहिँ सो कन्सेप्ट भनेको तिम्रो एकैचोटिमा बन्ने कुरा पनि होइन तिमीले कन्सेप्टबाट प्रोजेक्ट स्टार्ट गर्नुपर्छ भन्ने पनि हुँदैन कहिलेकाहीँ चाहिँ तिमीले भयभरको सबै कुरालाई जोडेर एट दि एन्ड समअप गर्दाखेरि एउटा जुन आइडिया आउँछ त्यो पनि कन्सेप्ट हुनसक्छ कि अनि फर इक्जाम्पल अब जस्तो मैले चाहिँ कस्तो गर्थेँ भन्दाखेरि चाहिँ अब पहिला स्कुलमा कन्सेप्ट निकाल्ने तरिका बेग्लै भयो अहिले बेग्लै हुन्छ होइन तर अहिले पनि एउटै सिमिलर प्रोसेस भनेको चाहिँ जस्तो पहिला चाहिँ एकचोटि मजाले रिसर्च गरेँ होइन अनि रिसर्च गर्ने भनेर पहिला चाहिँ फेरि पिन्ट्रेस्टमा फोटो हेर्ने काम मात्रै हुन्थ्यो कि सो त्यो मात्र पनि रिसर्च होइन कि अलिकति जस्तो मेबी अब घरको कन्सेप्ट निकाल्नु पर्ने छ अरे होइन रेजिडेन्सको कन्सेप्ट निकाल्नु पर्ने छ भने चाहिँ रेजिडेन्समा चाहिँ अब के कुराहरूमा प्ले गर्न सकिन्छ त जस्तो त्यसमा चाहिँ त्यो रिलेटेड कुनै रिसर्च पेपर त नभनौँ रिसर्च पेपर नभनौँ अथवा कुनै कुराहरू चाहिँ पढ्ने के जस्तो अब मेबी रेजिडेन्सको स्पेसेसहरूमा चाहिँ के चाहिँ गर्न सकिन्छ त राम्रोको लागि होइन मेबी ग्रिनरी भित्र स्पेसमा दिन सकिन्छ होला अथवा लाइटलाई चाहिँ भित्र कसरी लिएर आउने होइन त्यो कुराहरू त्यसरी एक दुईवटा कुराहरू स्टडी गरेपछि अनि ए ओके ल मलाई चाहिँ लाइटबाट केही प्ले गर्न मन छ भन्ने भएपछि त्यहाँबाट पनि एउटा आउन सक्छ क्या सो एउटै पाथवे भन्ने हुँदैन क्या त्यो कन्सेप्ट निकाल्नको लागि चाहिँ सो आई थिङ्क इट्स मोर फ्रम रिसर्च कसरी चाहिँ रिसर्च गरिन्छ त्यहाँबाट आउँछ क्या अब जस्तो मलाई चाहिँ एकदमै मनपर्ने भनेको बिआरके एङ्गल्सको कन्सेप्ट निकाल्ने तरिका होइन अनि उसले चाहिँ के अरे म इन्सपायर भएको 2016मा फर्स्ट टाइम बिआरके एङ्गल्सको बारेमा थाहा भएको अनि उसको बिल्डिङहरूमा चाहिँ उसले सिधै नै अब जस्तो पोइन्टहरूलाई माथि लाने होइन अनि त्यो गर्दै पनि अझ त्यो एउटा कोपनह्यागनमा एउटा बिल्डिङ छ जसमा चाहिँ उसले स्लाइड हालिदिएको छ क्या माथिबाट त्यो आइस स्की गर्न मिल्छ क्या अनि अब त्यो खासमा त्यो बिल्डिङ भनेको त एउटा इन्डस्ट्रीको पार्ट हो क्या त्यसमा उसले स्की हालिदिएर जस रमाइलो बनाइदिएको छ क्या सो त्यस्तो आइडियाहरू निकाल्दाखेरि चाहिँ ओहो ल भन्ने हुन्छ क्या अनि त्यो भएर पनि मलाई एकचोटि चाहिँ बिगको अफिसमा जानु छ भन्ने थियो कि पहिल्यैदेखि नै सो लकिली मैले एउटा चान्स चाहिँ पाएँ होइन बिगको अफिसमा गएर पडकास्ट गर्नको लागि स्टिल अब बिआरके एङ्गलसँगै गर्न मन छ मेबी समडे हेरौँला होइन बट मलाई चाहिँ त्यो सो कन्सेप्ट निकाल्ने कुरा चाहिँ मलाई चाहिँ त्यसरी लाग्छ कि अनि त्यसपछि मैले अब अहिले नै रिसेन्टली पनि प्रोजेक्टहरू गर्दाखेरि चाहिँ मलाई पनि तर स्ट्रेस चाहिँ हुन्छ कि कन्सेप्ट निकाल्ने भनेपछि अनि म चाहिँ अर्को एउटा के गर्छु भन्दाखेरि चाहिँ सबै कुरा लेखेर राख्छु कि एउटा पेपरमा चाहिँ जस्तो मेरो आइडियाहरू जे जति आएको छ होइन जस्तो अब मलाई कुनै प्रोजेक्टमा चाहिँ ल के अरे फर इक्जाम्पल ग्रिनरी बनाउन मन छ अरे एकदमै धेरै त्यो पनि लेखेर राख्छु म त्यसपछि अब मलाई विन्डोहरूमा प्ले गर्न मन छ त्यो पनि लेखेर राख्छु कि अनि त्यो सबै कुरालाई चाहिँ लास्टमा कुनै पोइन्टले कनेक्ट गर्न मिल्छ कि मिल्दैन भनेर त्यो पनि हेर्न खोज्छु कि अनि त्यो कनेक्सन पोइन्ट चाहिँ कन्सेप्ट हुनसक्छ कि अनि त्यो अब त्यही भएर केस बाई केस एकदम डिफ्रेन्ट हुन्छ त्यही भएर मोरओभर अरू आर्किटेक्टहरूको प्रोजेक्ट पनि स्टडी गर्नुपर्छ कि अरू आर्किटेक्टले चाहिँ कसरी प्ले गरिरहेछ होइन सो
त्यहाँबाट चाहिँ कन्सेप्ट चाहिँ अगाडि बिल्ड हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ, जस्ट माई ओपिनियन, सबैको आफ्नो आफ्नै तरिका हुन्छ होइन। सो त्यही त अब तिमीले चाहिँ अहिले कन्सेप्ट निकाल्दा कस्तो गरेर आउँछौ त? सो वाट्स योर आइडिया? लाइक मैले केही कुराको डिजाइन कन्सेप्ट निकाल्दाखेरि मैले चाहिँ कसरी गर्छु भन्दाखेरि त्यो कुराले चाहिँ के जस्तै रिसेन्टली हाम्रो कमर्सियल इक्जाम्पलको रूपमा लिउँ न, कमर्सियल बिल्डिङको इक्जाम्पल होइन। अनि कमर्सियल भनेको त इट्स अल अबाउट मनी नि त। अनि हामीले कमर्सियल बिल्डिङ बनाउँदाखेरि त हाम्रो कसरी मनीको ग्रोथ हुन्छ, कसरी युज गर्छ, त्यो अनुसारले हामीले सबै प्लान गर्छौँ नि त। एन्ड आई वाज लाइक टेकिङ के मनी एज ए कोर कन्सेप्ट लिएँ। अनि मनीको जुन त्यो फ्लो एज अ फ्लोको तरिकाले जुन हाम्रो मनीको नोटको फ्लोको तरिकाले मैले रुफको डिजाइन आइडियाहरू यसरी हुन्छ नि कर्भिलिनियर त्यो फ्लो तरिकाले नै जाओस् मेरो बिल्डिङ। अनि त्यसपछि मनीको टिक्का अनि कोइनको हाम्रो कुनै पनि कन्सेप्ट लाइक मलाई चाहिँ के लाग्छ भन्दाखेरि कमर्सियल गर्दाखेरि पैसा चाहिँ 1 रुपियाँ होबाट सुरु हुने हो नि त हाम्रो कमाइ। अनि त्यही भएर मैले त्यो 1 रुपियाँको कमाइबाट चाहिँ मैले मेरो कन्सेप्ट निकालेर अनि बिल्डिङलाई चाहिँ सर्कुलर हाम्रो जुन कोइनको त अब सर्कुलर फर्म हुन्छ। अनि त्यो सर्कुलर फर्मलाई चाहिँ मैले मास एन्ड भोइड गरेर, मास एन्ड भोइड टेक्निक हुन्छ नि, अनि त्यसपछि हो त्यो टेक्निक युज गरेर चाहिँ अलिकति बिल्डिङमा कुनै ठाउँमा पङ्क्चर गरेँ, कुनै ठाउँमा एड गरेँ, हो त्यसो गरेर चाहिँ एउटा कन्सेप्टको सर्कुलर फर्महरू डिराइभ गरेँ। अनि त्यसको रुफलाई चाहिँ मनीको नोटको फर्म तरिकाले दिएँ कि एउटा एज अफ यो चाहिँ मेरो एउटा दिस इज भेरी बेसिक अनि मलाई चाहिँ एकदम बेसिक लाग्यो जस्तो लाग्यो कि एउटा। अनि त्यसपछि अर्को सेमिस्टर चाहिँ मैले के सोचेको छु भन्दा अर्को सेमिस्टर चाहिँ म भेरी युनिक हुन्छु। अनि त्यसपछि के भन्छ अरे अबदेखि म जिन्दगीमा कर्भ कहिले लिँदिनँ भन्ने भएको कि यति गाह्रो भयो त्यो उस गर्दा म लाइक टाउको समातेर मैले यति रोएँ नि म त्यो कर्भ चलाउँदा चलाउँदा। अनि त्यसपछि वाज लाइक साथीहरू रेक्टेङ्गलमा यति फास्ट गरे हन्, मोडल पनि यति फास्ट भइसक्यो ह, ढक 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 मेरो कर्भमा यताबाट एङ्गल मिलाऊ, यताबाट एङ्गल मिलाऊ, त्यो एङ्गलमा विन्डोजको प्लेसमेन्ट, त्यो डोरको प्लेसमेन्ट, इट वाज भेरी डिफिकल्ट के। अनि त्यसपछि अनि मलाई चाहिँ के भयो भन्दाखेरि अलिकति एक्सप्लोर गर्छु। आई थिङ्क मलाई चाहिँ अलिकति इन्ट्रेस्ट चाहिँ रेक्टेङ्गुलरमा यदि राम्रोसँग गऱ्यो भने पनि उस लाग्छ होला जस्तो लाग्यो कि। अनि त्यसपछि नेक्स्ट सेमिस्टर चाहिँ अब हाउसिङको प्रोजेक्टमा चाहिँ आई विल डु भेरी नाइसली इन रेक्टेङ्गल अनि प्ले एकदम गर्छु जस्तो उस भयो कि। अनि त्यसपछि कन्सेप्ट चाहिँ त्यसरी। अर्को कुरा चाहिँ हाम्रो क्लासमा चाहिँ अरूहरूले चाहिँ कन्सेप्ट कसरी निकाल्छ भन्दा मलाई इन्ट्रेस्टिङ लाग्छ कि कसैले वर्ड्स हुन्छ नि वर्ड्सबाट नि कन्सेप्ट निकालिदिन्छ। अनि त्यसपछि कसैले चाहिँ लाइक डिजाइन थ्योरीहरूबाट के जस्तै आर्ट नोभो, आर्ट डेकोहरू हुन्छ नि, अनि बायोफिलिक आर्किटेक्चर यस्तो यस्तोबाट पनि कन्सेप्ट निकालेको हुन्छ। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामीहरू आफ्नो प्रोजेक्ट मात्रै होइन, हामी अरूको प्रोजेक्टबाट पनि केही हेऱ्यौँ भने सिक्छौँ जस्तो लाग्छ। अनि उनीहरूको प्रोजेक्टहरू हेर्दाखेरि कन्सेप्ट देखाउँ त अनि डेभलपमेन्टसम्म आउँदाखेरि कस्तो नाइसली ल्याएको हुन्छ। सो आई फाइन्ड इट नट ओन्ली मेरो बट आई फाइन्ड इट भेरी जस्तै कि आमिर खानको जस्तै कि जसको भह नलेज आमिर खान सरले भन्नुभएको थियो नि नलेज पाहा भने समेट्दै जाने हो भने जस्तो। अनि त्यसपछि त्यही फिल भयो। अनि म चाहिँ नट ओन्ली माइन्ड म अरूहरू सबै साथीहरूको पनि अलिकति अलिकति कन्सेप्टहरू बुझ्दै हिँड्छु कि। अनि मलाई प्रेजेन्टेसनहरूमा नि यसरी बस्न नि रमाइलो लाग्छ कि। त्यसरी चाहिँ अनि नेक्स्टचोटि चाहिँ म यसरी नै कुन सेमिस्टर भन्दाखेरि या सेकेन्ड सेमिस्टरमा म एकजनाको कन्सेप्टमा बसेको थिएँ। अनि इन्ट्रेस्टिङ लाग्यो। अनि म इन्सपायर भएर थर्ड सेमिस्टरमा चाहिँ मैले अलिकति इन्सपायर भएर मैले डेभलप गरेर केही नयाँ कुरा सिकेँ कि। त्यस्तो पनि एउटा लाइफ चाहिँ त्यस्तो पनि एउटा फ्याक्टर चाहिँ हुँदो रहेछ जुन मैले सिकिरहेको। अनि आर्किटेक्चरमा चाहिँ धेरै कुरा लर्न गर्न सकिँदो रहेछ कि लाइफ लेसन्स। अनि त्यसपछि अलिकति हाम्रो जर्नीलाई सजिलो गर्ने उस तरिकाहरू पनि लाग्यो कि। सो एउटा मैले यसमा अब मेरो एक्सपिरियन्सबाट सजेसन दिन्छु भनौँ न कर्भ युज गर्नको लागि चाहिँ। सो मलाई पनि कर्भ युज गर्न एकदम रमाइलो लाग्छ। म झन् कर्भ मात्र होइन मलाई अहिले कम्प्युटेसनल डिजाइनहरू गर्न मन लाग्छ कि। सो म एकदमै राइनो ग्रास हपरको एकदमै क्रेजी फ्यान नै हो क्या। अनि म चाहिँ राइनो ग्रास हपर एकदमै धेरै युज गरेर हुन्छु। अनि त्यसमा चाहिँ त्यही भएर अब यदि कर्भ नै पनि प्ले गर्न परेन बट राइनो एन्ड ग्रास हपर भनेको चाहिँ वर्क फ्लो यदि कर्भमा जाने हो भने त्यसमा जति राम्रो कुनैमा पनि छैन कि। सो मलाई चाहिँ
अब अहिले तिमीहरूले सफ्टवेयर युज गर्छ कि गर्दैन मलाई थाहा भएन, बट वेन यु स्टार्ट युजिङ सफ्टवेयर म चाहिँ राइनो नै सिक भन्छु क्या। किनभने राइनो सिकेपछि चाहिँ स्केचअप भनेको चाहिँ एकदमै टु बेसिक होइन, त्यो चाहिँ ठिक छ सिक्दा राम्रो, कम्पनीहरूले युज गर्छ होला, इट्स गुड टु हेभ ए नलेज, बट अब पछि गएर मेबी फ्युचरमा मलाई मास्टर्समा अरू कन्ट्रीमा एक्सप्लोर गर्नु छ भन्ने हो भने चाहिँ गो फर राइनो भन्छु क्या। अनि राइनोमा चाहिँ कर्भहरू प्ले गर्ने प्लस कम्पिटिसनको कुराहरू गर्ने, त्यो कुराहरू एकदम कुराहरू सिकिन्छ क्या। अनि त्यो भएर चाहिँ मलाई ठ्याक्क याद आयो क्या, किनभने मैले पनि पहिला सेकेन्ड इयर कहिलेतिर एकचोटि कर्भ ट्राई गरेको थिएँ, अनि एकदमै गाह्रो फिल भएको थियो क्या मलाई पनि। अनि हाम्रोमा अब त्यो एउटा इस्यु भनेको चाहिँ अब मोडल बनाउनुपर्छ, मोडल पनि फेरि रिक्वायरमेन्ट भयो कि इट्स नट लाइक यु मेक इट जस्ट टु सो यर आइडिया, इट्स मोर लाइक यु हेभ टु डु इट भन्ने जस्तो हुन्छ क्या। अनि मलाई चाहिँ अब मेरो ओपिनियन चाहिँ मोडल भनेको त्यस्तो हुनु हुँदैन जस्तो लाग्छ क्या अहिले सोच्दाखेरि चाहिँ। it should be a way of presentation but it should not be mandatory भन्छु क्या म चाहिँ। अनि त्यो भएर चाहिँ त्यो मोडल मेकिङमा धेरै एफोर्ट, डिजाइन स्टुडियोमा डिजाइनमा टाइम दिउँ, मोडल मेकिङ ओके इट्स फाइन, तर त्यसले धेरै टाइम लिनु भएन भन्ने पनि हो क्या। अब हुन त टाइम म्यानेजमेन्टको कुराहरू पनि आउँछ होइन, त्यो एउटा पनि एकदम इम्पोर्टेन्ट फ्याक्टर हो आर्किटेक्चर स्कुलमा चाहिँ। अनि म पहिला चाहिँ त्यति राम्रो टाइम म्यानेज गर्ने मान्छे होइन, तर अहिले चाहिँ म कम्पेरिटिभली म धेरै राम्रो टाइम म्यानेज गर्छु कि। अनि एउटा टाइम म्यानेजमेन्ट गर्नको लागि मेरो चाहिँ अहिले चाहिँ रिसेन्टली चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ अब गुगल क्यालेन्डरमा नै म टाइम ब्लकिङ गर्छु कि। अनि त्यसमा चाहिँ अब मेरो अहिलेको लाइफस्टाइल अनुसार भनौँ न, सो म यति बजीदेखि यति बजीसम्म मेरो अफिसमा टाइम हुन्छ, त्यो पछि म आउँछु, त्यहाँबाट म जिम जान्छु, जिमबाट आएर म खानाहरू खान्छु भनेर टाइम ब्लक गरेर राखेको हुन्छु। अनि त्यो भएपछि चाहिँ त्यो अनइन्टरप्टेड टाइम हुन्छ क्या, एउटा डेडिकेटेड टाइम जस्तो हुन्छ क्या। अनि सकेसम्म रुटिनबाट यताउता जान नखोज्ने क्या, नत्र भने आर्किटेक्चरमा चाहिँ रुटिनबाट अलिकति यताउता जाने बित्तिकै त्यसले अर्को विकमा एफेक्ट गर्छ, त्यसले फेरि अर्को विकमा एफेक्ट गर्छ, हुँदा हुँदा पाइलअप हुँदै जान्छ, अनि काम यति धेरै बढिदिन्छ लास्टमा, गाह्रो पर्छ क्या। बट ह्याभिङ सेड द्याट फेरि लाइफ बाँच्न नि छोड्नु हुँदैन। मलाई त्यो एउटा चाहिँ रिग्रेट छ है, किन भन्दाखेरि म ब्याचलर्स पढ्दाखेरि म धेरै घुम्न गइनँ भन्ने लाग्छ क्या मलाई चाहिँ। मेरो साथीहरू कहाँ कहाँ पुगिरहेको हुन्थ्यो उनीहरू होइन, सेमेस्टर ब्रेकमा अथवा कता कतातिर, अनि मैले चाहिँ त्यो चाहिँ गरेन भन्ने चाहिँ हुन्छ। सो एकदम डेलिकेट ब्यालेन्स हो भनौँ न, त्यो अब मेबी गर्दै गएपछि सिक्दै पनि गइन्छ। सो त्यस्तै नै हो, आर्किटेक्चर अलिकति इन्ट्रेस्टिङ पनि छ, कहिलेकाहीँ प्यासन पनि लुज हुन्छ होइन, मेरो टाइममा प्यासन लुज भइरहेको हुन्छ होइन, तर फेरि टाइममा जस्तो तिम्रो कुराले मलाई अहिले एनर्जाइज भइरहेछ क्या, त्यो एनर्जी ट्रान्सफर्म भएको जस्तो फिल भइरहेछ क्या। अनि त्यो पनि चाहिँदो रहेछ। सो तिमीलाई चाहिँ होइन कुनै एउटा मोमेन्ट आर्किटेक्चर स्टुडियोमा चाहिँ ल म चाहिँ यहाँ स्टक भएँ भन्ने जस्तो फिल भएको चाहिँ छैन? एकदम भएको छ थियो त, हरेक मोमेन्ट जब हुन्छ नि त्यो कन्सेप्टबाट भित्र फ्लोर प्लानिङको जुन सर्कुलेसनहरू हामीले निकाल्न पर्छ नि, अनि त्यसपछि मैले यहाँ गर्नुपर्छ, सरहरूले अर्को भनिदिनुहुन्छ, अनि हाम्रो स्टक चाहिँ हामी कब हुन्छौँ जस्तो लाग्छ भन्दाखेरि अहिले चाहिँ मैले जुन यो 5th सेमेस्टरसम्मको जर्नीमा चाहिँ मैले के पाएँ भन्दाखेरि आई थिङ्क वी निड टु लिसन टु आवर टिचर्स अल्सो कि लाइक यो चाहिँ हो होइन। हामीलेहरूले चाहिँ के गर्छौँ भन्दाखेरि सुरुमा कन्सेप्ट निकाल्यौँ, हामीहरू त्यो एउटा कन्सेप्टमा यदि रिजिड कि त्यहाँबाट हामी धेरै चल्नै खोज्दैनौँ कि हामीलाई त्यो कुराहरू मन परेको हुन्छ होइन, तर टिचर्सहरूले अलिकति यसलाई डिफ्रेन्ट गरेर अलिकति चेन्ज गरेर डाइनामिक आउँछ कि के आउँछ हो, त्यो कुरालाई चाहिँ अलिकति कन्सिडर चाहिँ गर्नु पर्दो रहेछ है भन्ने भयो। इफ समवन इज लिसनिङ जो अहिले आर्किटेक्चरको जर्नी गर्दै हुनुहुन्छ, my suggestion would be like listen to your teachers. तिमी कि त एकदमै खतरनाक हुन पर्यो होइन टिचर्सहरू भन्दा नि त्यो अलिकति युज गर्ने भने, नत्र भए यदि तिमीहरू एउटै कन्सेप्टमा रिजिड भयो भने तिमीले आफ्नो पोटेन्सियल जुन देखाउन सक्ने हौ नि त्यो देखाउन सक्न पाउँदैनौ कि। अनि मलाई चाहिँ अलिकति गाइडेन्सहरू टिचर्सको भइसकेपछि चाहिँ सजिलो हुँदो रहेछ। अनि मलाई स्टिल याद छ सेकेन्ड सेमिस्टरमा हामीहरूको पुल हाउस डिजाइन अब लाइक रिल्याक्स होम अफिस टाइपको एउटा सानो प्रोजेक्ट भएको थियो कि डिजाइन स्टुडियोको। अनि म एउटा फर्ममा यदि रिजिड भइदिएँ नि, मैले त्यो फर्मलाई तलमाथि गरेर खेल्न सक्थेँ भनेर म्यामले त्यतिखेर नि भन्नुभएको थियो है, मलाई नभन्नुभएको चाहिँ होइन। अनि मलाई इन्स्टेन्ट रिग्रेट भएको थियो कि 4th सेमिस्टरमा आइसकेपछि रिग्रेट भएको थियो,
खास मैले त्यो म्यामको कुरा त्यति बेला कन्सिडर गरेर खेलेको भए मेरो फर्म अलिकति अझै राम्रो आउँथ्यो, मेरो अझै इनपुट राम्रो आउँथ्यो जस्तो लाग्थ्यो कि। अनि त्यसपछि त्यति बेला चाहिँ लाइक हुन्छ नि त्यो मोमेन्टमा चाहिँ म स्टक भएको थिएँ कि लाइक लाइफमा चाहिँ टिचर्सहरूको कुरा चाहिँ अलिकति सुनेर कन्सिडर चाहिँ गर्नुपर्दो रहेछ है। हामीहरू आफ्नो कुराले गर्दाखेरि रिजिड भएर चाहिँ बस्न नहुने रहेछ अनि एक्सप्लोर चाहिँ मजाले गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ भएको थियो कि हामी आफ्नो कुराले मात्रै लिएर चाहिँ बस्न नहुने रहेछ भन्ने चाहिँ आई लर्न थ्रु दिट के। सो यसमा चाहिँ होइन एउटा अब साइकोलोजीकै कुरा पनि गरौँ होइन, मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि चाहिँ हामी त्यो फेजमा चाहिँ अलि रेबेलवाला एज हो क्या त्यो चाहिँ। अनि त्यतिखेर चाहिँ म यही गर्छु किनभने मैले यो गरिनँ भने चाहिँ मैले अहिलेसम्म गरेको काम रिपिट गर्नुपर्छ, मलाई एफर्ट धेरै जान्छ भन्ने एउटा मेन्टालिटी पनि हुन्छ क्या। अनि त्यो भएपछि चेन्ज गर्न खोजिँदैन क्या हत्तपत्ती। अनि त्यहाँबाट मैले यसरी सोचिरहेको छु, उनीहरूले मेरो कन्सेप्ट देखिरहेको छैन, दे आर नट सिइङ वाट आइम ट्राइङ टु से भन्ने पनि हुन्छ होइन। सो त्यो एउटा वेमा पनि रिजिड हुन्छ क्या। तर पछि गएर यदि अब लाइफको कुरा गरौँ होइन, आर्किटेक्चर फर्ममा गएर काम गरेपछि यु हेभ टु डु सो मेनी अप्सन्स के। एउटा अप्सनभित्र पनि फर इक्जाम्पल मैले अहिले एउटा काम गरिरहेको छु, मैले एलिभेसनको लागि डिजाइन गरिरहेको छु, एउटा अब एयरपोर्टको एउटा एलिभेसन बनाइरहेको छु होइन। त्यो एलिभेसनमा 3वटा अप्सन मैले बनाएँ, 3वटा अप्सनभित्र पनि 3A 3B 3C 3E गर्दै त्यसमा 15-20वटा अप्सन हुन्छ क्या। अनि त्यो भएपछि म एउटा अप्सनसँग म अट्याच भएर बस्दिनँ क्या। सो एउटा सबभन्दा इम्पोर्टेन्ट लर्निङ भनेको त्यो पनि हो जस्तो लाग्छ क्या, कन्सेप्टसँग चाहिँ डु नट गेट टु मच अट्याच विथ आइडिया क्या। त्यो भयो भने चाहिँ एकदमै रिजिड भइन्छ क्या। सो सुरुमै कन्सेप्ट डेभलप गर्दाखेरि पनि त्यही भएर स्केचिङ पहिला पहिला थाहा थिएन कि किन स्केचिङ धेरै गर्नुपर्छ भन्ने थाहा थिएन कि प्रोफेसरहरूले भन्दाखेरि। सो अहिले सोच्दाखेरि चाहिँ अब मैले अहिले रिसेन्टली नै पनि मैले एलिभेसन डिजाइन गर्दाखेरि मैले एकैचोटि 5वटा अप्सन डिफ्रेन्ट अप्सन बनाइरहेको थिएँ कि, 5वटा कम्प्लिटली डिफ्रेन्ट के। अनि त्यो भएपछि 5वटा इटरेसन भयो, म कुनैसँग पनि कनेक्टेडै छैन कि। अब मलाई यदि प्रिन्सिपल आर्किटेक्टले ल मलाई यो चित्त बुझेन भन्यो भने पनि आई डोन्ट माइन्ड के, किन भन्दा मलाई त्यो उनै छैन क्या, मनमा त्यस्तो अट्याचमेन्टै छैन क्या। अब हुन्छ कुनै कुनै आइडिया चाहिँ एकदमै मन परेर हुन्छ आफूलाई, तर युआर स्टिल इन सेकेन्ड थर्ड इयर के, त्यति एक्सपिरियन्स छैन कि तिमीले हुन्छ नि म बवाल देखिरहेको छु मैले भन्नलाई हुँदैन। सो त्यही अरूले भनेको कुरा सुन्नुपर्छ, बट एट द सेम टाइम कति लिने भन्ने कुरा आफूमा पनि भर पर्छ है। किनभने फेरि कहिले काहीँ के हुनसक्छ भन्दाखेरि अब स्टुडियोको फाइनल प्रि फाइनल आउनु लागिरहेको छ अरे, त्यतिखेर चाहिँ कसैले आएर ल यो बवाल छ यो यस्तो गर्दै भने अरे, त्यतिखेर लिने नलिने चाहिँ आफूमा भर पर्छ। किन भन्दाखेरि तिमीलाई अहिले यस्तो टेन्सन लिएर लास्ट मोमेन्टमा स्ट्रेस्ड आउट भएर पुरै मेरो के भन्छ रुटिन बिगार्न मन छ कि होइन अहिलेको लागि ठिक छ म अहिले यही गर्छु, मेबी म पछि पोर्टफोलियोको लागि म अलिकति चेन्ज गर्छु भन्ने पनि हुनसक्छ। सो त्यो कुरा चाहिँ अलिकति ख्याल गर्नुपर्छ, त्यो चाहिँ आफैले डिफाइन गर्ने कुराहरू होइन। त्यो चाहिँ मेबी आर्किटेक्चर स्टुडेन्ट सबैलाई त्यो भइरहेको हुन्छ क्या त्यो चाहिँ। अनि त्यही त। सो तिमीलाई चाहिँ अब आर्किटेक्चरमा काम गरेपछि तिमीलाई अब तिम्रो फ्युचर चाहिँ के छ जस्तो लाग्छ? वाट डु यु सी योरसेल्फ एज अ योर फ्युचर, आइडियल फ्युचर भनौँ न। आइडियल फ्युचर चाहिँ मेरो लाइक आर्किटेक्ट चाहिँ मलाई नेपालमा चाहिँ एकदम रिनाउन्ड हुनु मन छ होइन। अनि त्यसको लागि चाहिँ म मेहनत गर्न जति सक्दो आफूलाई खसाउन परोस् कि के गर्न परोस्, आइ एम रेडी फर द्याट कि म त्यति प्यासनेट छु नि यो फिल्डको लागि। अनि यदि आर्किटेक्चर पढ्ने हो भने कि त आफूलाई मनबाट भित्रबाट एउटा कुरा चाहिँ मनबाट आउन पर्यो होइन। यदि कुनै पनि फिल्डमा गयो भने इफ यु हेभ द्याट कि मलाई मनबाट मैले मन पराउँछु यो फिल्डलाई गर्न सक्छु भने तिमी लङ टर्मसम्म एकदम लामो बाटो जान सक्छौ के। बट एट द तिमीले एउटा डिग्रीको लागि मात्रै यसलाई पर्स्यु गरिरहेको छौ भने तिमीले सर्टेन टाइम पछि तिमीले ल एउटा पर्स्यु त गर्यो, तिम्रो अर्कोचोटि तिम्रो नेक्स्ट केही उस आइदियो भने तिमीहरू के गर्छौ त भन्ने हुन्छ नि त। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ म चाहिँ यो फिल्डकै लागि बनेको हो, म यो फिल्डकै लागि हो। अनि त्यसपछि पछि गएर चाहिँ आई विल बी अ भेरी नाइस फ्युचर आर्किटेक्ट। अनि त्यसपछि मेरो चाहिँ अलिकति मास्टर्स चाहिँ अब नेपालमा चाहिँ अलिकति त्यति राम्रो छैन, वी निड टु डु फ्रम लाइक बाहिरै गएर गर्नुपर्छ। अनि त्यसपछि मास्टर्स चाहिँ मैले बाहिरै गएर गर्ने सोचेछु। अनि अलिकति मेरो अलिकति वाइल्ड गयो कि जस्तो लाग्छ, तर मलाई चाहिँ एउटा के भन्दाखेरि म फेरि
कि 5 वर्ष आर्किटेक्चर बाहिर पढौँ कि जस्तो पनि भयो कि लाइक हुन्छ नि। तर मलाई यो जर्नी देखेर जुन यो स्ट्रगल देखेर मेरो हालत त यहीँ नेपालमै यस्तो छ। इफ मैले बाहिर गएर यो उसलाई पर्स्यु गरेँ भने फेरि गऱ्यो भने के हुन्छ होला जस्तो छ। बट यो कुरा चाहिँ फ्याक्टर चाहिँ इफ पछि हुन्छ नि केही राम्रो भयो भने आइएम थिङ्किङ म फेरि यो 5 वर्ष आर्किटेक्चर कुनै राम्रो फेरि बाहिर युनिभर्सिटीबाट गर्छु कि जस्तो पनि भयो कि लाइक त्यतिसम्म मलाई मनपर्छ कि यो फिल्ड। अनि त्यसपछि फरेन चाहिँ आई वोन्ट डु एनी वर्क फरेनमा बसेर चाहिँ, बट नेपालमै बसेर चाहिँ गर्छु। नट टिपिकल्ली चाहिँ जसले पनि नेपालमै बसेर गर्छु भने होइन, बट मलाई त्यति भरोसा छ कि मैले नेपालमा बसेर एटलिस्ट यो फिल्डमा केही न केही गर्न सक्छु भन्ने चाहिँ अलिकति चाहिँ छ। तर अहिले चाहिँ अलिकति त्यस्तो तरिकाले डेभलप चाहिँ छैन। मान्छेहरूले आर्किटेक्ट सोचिसकेपछि एकदम महँगो छ है यो त, सबै कस्तो एक्सपेन्सिभ छ है भन्ने चाहिँ अहिले थट छ। अनि सबले के सोच्नु हुँदो रहेछ भन्दाखेरि सिभिलले नै हो सबै काम गर्ने, आर्किटेक्ट किन हायर गर्न पर्यो र भन्ने कुरा चाहिँ सबको माइन्डमा चाहिँ यो कन्सेप्ट चाहिँ छ कि स्टिल छ। हो त्यो भइन्जेल चाहिँ हामीहरू आर्किटेक्चरहरूलाई चाहिँ आर्किटेक्टहरूलाई चाहिँ अलिकति गाह्रो हुने हो पछि गएर। अदरवाइज आई सी अ भेरी नाइस लाइक फ्युचर के आर्किटेक्चर नेपालमा चाहिँ। अहिलेको लागि चाहिँ हालैमा छैन होला, तर फ्युचरमा चाहिँ इट्स भेरी लाइक यसको मार्केट चाहिँ नेपालमा एकदम ठुलो हुन्छ जस्तो लाग्छ कि। अहिले इमर्जिङ नि भइरहेको छ नि त। पोखरामा कति, पोखरा इज अ टुरिस्ट डेस्टिनेसन, अनि कति प्रोजेक्टहरू कन्स्ट्रक्ट हुँदैछ इन्टेरियरको देखि लिएर कति उसहरू। अनि काठमाडौँ त हबै भयो, सेन्टर क्यापिटल सेन्टर भइसकेपछि त आई थिङ्क इट्स प्रिटी मच कि मैले ठिकै डिसिजन लिएछु। फ्युचरमा चाहिँ मैले यहीँ बसेर केही गर्न सक्छु भन्ने चाहिँ मेरो गोल छ कि। अनि साथीहरूसँग इफ यदि राम्रो भयो भने, मैले साथीहरूलाई पनि भनेको, साथीहरूसँग इफ यदि राम्रो भयो भने लाइक मलाई मेरो त ड्रिमै हो वी क्यान ओपन लाइक जोइन्टली के एउटा फर्मै खोलेर बसेर हामी मिलेर काम गर्न नि सकिन्छ नि त आफ्नो एउटा प्रोफेसनमै। त्यसरी युज गरेर त्यतिसम्मको फ्युचर चाहिँ प्लानिङ गरेर राखेको छु। आई क्यान सी अ लट अफ माइसेल्फ इन द्याट के, किन भन्दाखेरि म पनि त्यही सोचिरहेको थिएँ। अब होइन लाइफ ह्यापेन्ड होइन, अब धेरै कुरा चेन्ज भयो। तर मैले पनि पहिला चाहिँ अब के भन्ने एस्पिरेसन त्यस्तै नै थियो भनौँ न, नेपालमै फर्म खोलौँला अथवा केही गरौँला भन्ने थियो। अहिले चाहिँ अब आई डोन्ट नो, अहिले चाहिँ म नेपालमा फर्म स्टार्ट गर्छु गर्दिनँ, मलाई एट दिस पोइन्ट आई डोन्ट इभन नो इफ आई वान्ट टु स्टार्ट आर्किटेक्चर फर्म भन्ने पोइन्टमा छु कि म चाहिँ। किन भन्दाखेरि म चाहिँ आई एम प्यासनेट अबाउट आर्किटेक्चर, बट आई वान सी अदर थिङ एज वेल भन्ने मेरो चाहिँ मेन्टालिटी त्यतातिर छ। म चाहिँ आई वान एक्सप्लोर अदर थिङ्स पनि भनेर, सो कन्टेन्टमा पनि लागिरहेको कारण त्यो एउटा पनि हो। मलाई चाहिँ कन्टेन्ट चाहिँ एकदम रमाइलो पनि लाग्छ, किन भन्दाखेरि मैले आफ्नो जर्नी पनि सेयर गर्न पाइरहेको हुन्छु। प्लस अब जस्तो मैले पहिला फर्स्ट टाइम मैले जब पडकास्ट गरेँ त्यही कुरा मैले अहिले सुने भने चाहिँ मलाई ओहो आई वाज एट द्याट काइन्ड अफ माइन्ड सेट भन्ने पनि हुन्छ क्या। सो आई एम डुइङ इट फर माइसेल्फ पनि हो होइन, सेल्फिसली भन्नु पर्दाखेरि मैले मेरै लागि गरेर पनि हो, बट इट्स हेल्पिङ पिपल, सो आई एम ह्याप्पी विथ द्याट। बट आई विस यु अल द बेस्ट। तिम्रो आफ्नो जुन एस्पिरेसन छ होइन आर्किटेक्चरमा, त्यसको लागि चाहिँ। अनि तिम्रो एनर्जी चाहिँ यस्तो खतरा लागिरहेछ कि मलाई, एनर्जी पुरै हुन्छ नि भाइब दिइरहेछ जस्तो भइरहेछ कि मलाई चाहिँ। नत्र कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब म चाहिँ अहिले अब यति डिप आर्किटेक्चरमा छिरिसकेँ कि अब त्यो रियालिटी पनि बेग्लै छ क्या आर्किटेक्चरको। फेरि जति डिप छिरो रियालिटी पनि बेग्लै थाहा हुन्छ। अनि कति केसमा चाहिँ प्यासन पनि हराउँछ क्या। अनि म चाहिँ मेरो चाहिँ प्यासन तलमाथि भइरहेको हुन्छ क्या। कहिले चाहिँ एकदम मनपर्छ मलाई, कहिले चाहिँ म हेर्दिनँ भन्ने पनि हुन्छ क्या। कहिले चाहिँ मलाई आई डोन्ट गिभ अ सेड अबाउट आर्किटेक्चर भन्ने मान्छे पनि हो क्या म चाहिँ। अनि मलाई चाहिँ अहिले जेनरली चाहिँ म चाहिँ अलिकति कन्स्ट्रक्सन साइडतिर ठिकै छ, नेट अलिकति ऊ भएको थियो, डिस्कनेक्ट भएको थियो। बट अलिकति मलाई चाहिँ कन्स्ट्रक्सनमा बढी इन्ट्रेस्ट छ क्या। मलाई चाहिँ जेनरली कस्तो हुन्छ भन्दा आर्किटेक्टहरूले काम गर्दाखेरि चाहिँ हामीले त्यति कसरी कन्स्ट्रक्ट हुन्छ सोचिरह हुँदैनौँ क्या। अनि त्यो कुरामा चाहिँ मलाई बढी इन्ट्रेस्ट छ क्या। जस्तो अब कुनै एउटा स्ट्रक्चर बनाइरहेछ भने चाहिँ होइन, ठिक छ सुरुमा प्लानहरू बनायो, एउटा स्केमेटिक आइडियाहरू निकाल्यो, त्यो पछि चाहिँ डिजाइन डेभलपमेन्ट गर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ आर्किटेक्टले सोच्नै पर्छ क्या। त्यो के अरे हावा महल बनाउँछु भनेर मिल्दैन क्या। किनभने यु हेभ बजेट कन्स्ट्रेन्ट, यु हेभ क्लायन्ट्स हु विल बी डिक्टेटिङ अन द डिसिजन्स। अनि त्यो भएपछि चाहिँ त्यो कुराहरू सोच्नै पर्ने हुन्छ। अनि त्यसमा चाहिँ हरेक प्रोजेक्ट मास्टर पिस भन्ने पनि हुँदैन कि।
सबै प्रोजेक्ट राम्रो बनाउन खोज्ने हो, किनभने इट्स अ रेस्पोन्सिबिलिटी अफ एन आर्किटेक्ट टु प्रोभाइड अ गुड सर्भिस टु पब्लिक, बट एट द सेम टाइम हरेक प्रोजेक्ट चाहिँ म चाहिँ पिस्गर प्राइज विनर पाराले गर्छु भन्ने पनि हुँदैन कि। त्यो चाहिँ पछिको रियलाइजेसन भनौँ न। अनि त्यो कारणले गर्दाखेरि चाहिँ कहिलेकाहीँ त्यो मान्छेलाई त्यस्तो फ्रस्ट्रेसन पनि हुन्छ क्या। सो त्यही मलाई चाहिँ त्यस्तो लाग्छ, आर्किटेक्चर एकदम रमाइलो पनि छ। अर्को भनेको चाहिँ कहिलेकाहीँ फुलफिलिङ नहुने चाहिँ आर्किटेक्चरमा चाहिँ इट टेक्स अ लट अफ टाइम। जस्तो एउटा कुनै प्रोजेक्ट बनाइरहेछ भने पनि, जस्तो म अहिले एभिएसनमा काम गरिरहेको छु, एभिएसनमा एउटा प्रोजेक्टको काम नै 5-6 वर्ष लाग्छ क्या। अब 5-6 वर्ष एउटै प्रोजेक्टमा बस्दाखेरि मान्छे पागल हुन्छ नि त, कति एउटै ड्रइङ हेर्ने, कति के गर्ने हुन्छ नि त। सो त्यो अब हुन त मैले एभिएसनमा 5 वर्ष बसेको छुइनँ, मैले अहिले काम गर्न थालेको 2 इयर्स जस्तो मात्र हुन लाग्यो। तर 2 वर्षमा पनि म स्टिल एउटै डिएफडब्ल्यू एयरपोर्टकै प्रोजेक्टमा छु क्या। सो त्यो कुराहरू चाहिँ भइरहेको हुन्छ क्या आर्किटेक्चरमा चाहिँ। अनि अब राम्रो पनि छ नराम्रो पनि छ, मलाई चाहिँ त्यस्तै लाग्छ। एकदम रमाइलो पनि लाग्छ। मेनली चाहिँ अब ट्राभलिङहरू पनि गर्न पाइरहेको हुन्छ, ट्राभल गर्दाखेरि पनि रमाइलो भइरहेको हुन्छ होइन, केस स्टडीहरू जान पाइन्छ, यताउता गर्न पाइन्छ। सो अनि अब के छ, यो पछि त सायद इन्टर्नसिपहरू होला होइन तिम्रो? यस, यो ट्राभलको कुरामा थोरै जोडे है। के हुन्छ भन्दाखेरि अब हजुरलाई त थाहा, अब मैले भने नि माई प्यारेन्ट्स आर भेरी स्ट्रिक्ट होइन, कतै जान दिनुहुन्न। अनि अलिकति आर्किटेक्चरले गर्दाखेरि मलाई एउटा के लाग्छ भने म कस्तो सही टाइममा यो सब्जेक्ट चुज गरेछु। वा, लाइक हुन्छ नि मेरो जुन प्यासनले मलाई एउटा कुरामा ल्याइदियो नि, आई थिङ्क इट भेरी कि घुम्न जान पाइए। फर्स्ट थिङ त घरबाट त्यति दिनुहुन्थेन होइन, अब आर्किटेक्चरमा घुम्न जान पाइए है, साथीहरूसँग रमाइलो गर्न पाइए। अलिकति मलाई भनेको साथीहरूसँग टाइम स्पेन्ड गर्न आई रियली लभ इट के, मलाई मनपर्छ होइन। मोडलिङ गर्न पर्यो, ग्रुप प्रोजेक्टहरू गर्न पर्यो, कलेजमा अलिकति ढिलो बस्नु पर्यो, जुन चाहिँ हाम्रो घरबाट एकदम स्ट्रिक्ट हुन्छ क्या। हामीहरूलाई के हुन्छ भने, म र मेरो दिदी सँगै पढ्छौँ। दिदी वाज लाइक प्रिपेयरिङ फर मेडिकल, अनि मेडिकल भएन पछि चाहिँ अनि दिदी र म, उसले 1 इयर लस गर्यो, अनि दिदी र म चाहिँ सँगै पढ्यौँ। अनि मलाई साथी पनि भइरहेको कि वी आर कजन होइन। अनि त्यसपछि चाहिँ के भयो भन्दाखेरि घरमा 6 बजिसकेपछि टक्क घरमा पुग्नुपर्छ कि, नेपालमा अझै पनि त्यो छ होइन। अनि मम्मीहरूले चाहिँ अलिकति कन्सर्निङ चाहिँ हुनुहुन्छ। अनि त्यसपछि अनि मोडलिङ गर्न लागिसकेपछि यु नो 7 to 8 अलिकति के यस्तो टाइममा चाहिँ मम्मीहरू अलिकति फ्लेक्सिबल भइदिनु भयो। अनि पहिला त के हो भन्ने सपोर्ट पनि गर्नुहुन्थेन होइन। अहिले चाहिँ पछि फिल्डै यिनीहरूको यस्तो रहेछ भनिसकेपछि चाहिँ मम्मीहरूलाई पनि यस्तै रहेछ भने चाहिँ अलिकति मम्मीले सुन्नुभयो होला होइन। बट इफ माई मम इज वाचिङ दिस पोडकास्ट, अभियसली अब हेर्नुहुन्छ होइन। अनि मम्मी थ्याङ्क यू है, यो फ्रिडमको लागि। अलिकति फ्रिडम चाहिँ पाइएको छ यो फिल्डले गर्दाखेरि। बट फ्रिडम पाइएको भन्दैमा वी डु नट मिसयुज है, हामीहरूले मिसयुज चाहिँ गर्दैनौँ। अनि त्यसपछि लाइक घुम्न जान पाइए, साथीहरूसँग रमाइलो गर्न पाइए, एउटा ब्याचलरको जुन त्यो लाइफ हुन्छ नि अलिकति चाहिँ जिउन चाहिँ पाइए क्या। अनि यो आर्किटेक्चरले यो फिल्डले यति धेरै हामीहरूलाई अप्सन्सहरू खुलाएको हुन्छ नि। अनि टुरदेखि त लिएर लाइक केस स्टडिज, अनि टुरमा त झन् हाम्रो साथीहरूले मलाई स्टिल भन्छ कि, मैले अस्ति भर्खर +2 को साथीहरूसँग रियुनियन गर्दाखेरि, थेबे तिमी त के हो यार, जताततै टुर, तिमीहरूको त सेमेस्टर पछि टुर, आर्किटेक्चर त मजा हुन्छ है भनेर भन्छन् कि। तर स्ट्रगल पनि छ भन्ने चाहिँ देखेको छैन। अलिकति मजा चाहिँ टुरको यो घुम्नेवाला जुन पार्ट हुन्छ नि, सबै कुरा भइरहेको छ क्या। मलाई एकदम एनर्जी, म अलिकति एक्टिभ मान्छे हो। अनि आई लभ टु डु जताततै कि हजुरले भन्नुभयो नि यो मिडियातिर, या आइएम अल्सो त्यो मिडियातिर। मलाई कि टाइम म्यानेज गर्न अनि भ्लगिङहरू गर्न लाइक मलाई एकदम मनपर्छ कि। अनि त्यसपछि यो कुराले चाहिँ मलाई आर्किटेक्चरले चाहिँ के सिकायो भन्दाखेरि, आफूलाई मन परेको कुरा चाहिँ छोड्नु हुँदैन होइन, अलिकति जताततैतिर हात चाहिँ राख्नुपर्ने रहेछ है भनेर चाहिँ सिकाएको चाहिँ छ कि। अनि इट्स सो फन होइन। अनि मलाई चाहिँ साथीहरूसँग चाहिँ यो गर्न लाइक एकदमै बेग्लै लाग्यो कि, मजै लाग्यो कि मलाई त। तर अलिकति 5th सेमेस्टरमा चाहिँ अलिकति थोरै उस्तै भयो कि, 5th सेमेस्टरको स्टार्टिङ, यो सेमेस्टर के भयो भन्दा स्टार्टिङ भयो होइन। स्टार्टिङ भइसकेपछि 2 हप्ता कलेज भयो, दसैँ तिहारको छुट्टी आयो। दसैँ तिहारको छुट्टी पछिको सेकेन्ड डेमै आई गट डेङ्गु होइन। अनि डेङ्गु भइसकेपछि चाहिँ
पुरै बेड रेस्ट गर्न पर्यो कि। अनि यो सेमिस्टर त पुरै बिमार यति गाह्रो भयो सबै सबमिसन स्पोर्ट्स विक, अनि स्पोर्ट्स विकमा पनि त्यो खेल्दै यता गर्दै रमाइलो गर्दै, अनि त्यसपछि टुरहरू पनि भयो होइन, यति धेरै कुराहरू भयो। अनि त्यो टुरमा पनि काठमाडौँ टुर रमाइलो गर्ने पनि त्यो छुट्टै, तर बिमार भएको कारणले त्यो टुर पनि बिमारमै गयो कि, यस्तो हेक्टिक भयो। अनि त्यसपछि लाइक मलाई चाहिँ के जस्तो लाग्यो भन्दाखेरि, अनि ठ्याक्क मैले होइन हजुरहरूको पोडकास्ट हेरिरहेको थिएँ, मलाई एक दिन अचानक मेरो रिलमा हजुरको पोडकास्ट होइन, मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो होइन। अनि त्यसपछि मैले गए बित्तिकै मैले फर्स्ट हजुरको अझै स्टिल याद छ, मैले हजुरको फर्स्ट रिल हेरे बित्तिकै मैले गएर हजुरलाई फलो गरिहालेको थिएँ होइन। अनि मैले हजुरलाई हेरेर लाइक उस गरिरहेको थिएँ, मैले टाइम पाउँदाखेरि हजुरको पोडकास्टहरू हेरिरहेको छु होइन। अनि त्यसपछि मलाई चाहिँ एक दिन अचानक चाहिँ हजुरले स्टोरीमा हाल्नुभयो होइन। अनि त्यसपछि मलाई चाहिँ यस आई हेभ टु, मलाई चाहिँ यो चाहियो, मेरो स्टोरी यति अप्स एन्ड डाउन छ, यति एउटा कन्जर्भेटिभ फ्यामिलीबाट आऊ र कोही यसरी नै म जस्तै अलिकति कन्जर्भेटिभ फ्यामिलीबाट बिलोङ गर्छ भने लाइक थोरै प्यारेन्ट्सहरूले चाहिँ अलिकति सपोर्ट गरिदिनु भयो भने मात्रै पनि पुग्छ जस्तो लाग्छ, थोरै कन्भिन्स गर्न पनि सिकाउनु जस्तो लाग्छ। धेरै कुराहरू चाहिँ मैले इन्फर्मेसन चाहिँ लाइक दिन्छु, अनि त्यसपछि लाइक यदि म आयो भने मेरो एउटा स्टोरी पनि आउँछ, पछि फ्युचरमा नि हेर्दाखेरि म कस्तो थिएँ उस थिएँ। अनि हजुरको पोडकास्टमा आउनु पनि वाज लाइक फेरि म त एकदम एक्साइटेड थिएँ। अनि मैले साथीहरूलाई भनेको थिएँ, एन्ड माई फ्रेन्ड्स अल्सो लाइक हेल्प मी के। अनि आज भएन पनि आजको पोडकास्टको लागि रेडी हुनुहुन्छ भनेर अनि साथीहरूले लाइक पुरै कि मलाई एकदम रेडी बनाइदिएको थियो कि। अनि आइ एम भेरी ग्रेटफुल होइन। धन्न आर्किटेक्चरको जर्नीमा भेरी इम्पोर्टेन्ट इज मेक भेरी गुड फ्रेन्ड्स, नाइस फ्रेन्ड्स होइन। जब हजुरलाई गाह्रो पर्दा या केही पर्दाखेरि चाहिने चाहिँ बनाऊ इन्स्टेड अफ इन्जोय के, रमाइलो गर्दा मात्रै होइन, आफूलाई दुःख पर्दा पनि चाहिने जस्तो साथीहरू चाहिँ हुनुपर्छ चाहिँ उसमा। सो मच एक्साइटिङ के। अनि यो सेमिस्टरमा चाहिँ लास्ट मुमेन्टतिर चाहिँ अलिकति मेरो लाइफ पहिल्यै हल्का डाउन 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 गएको थियो, झन् डाउनै डाउन गयो कि, लाइक धेरै कुरा नेगेटिभ कुराहरू पनि भयो। अनि त्यसपछि अलिकति हजुरले मलाई फर्स्टचोटि लाइक मैले हजुरसँग जब फर्स्टचोटि मेसेज गरेर कनेक्ट गरेँ नि, त्यतिखेर वाज लाइक गुड होइन। अनि सेकेन्ड टाइम जब इक्जामको बिचमा अलिकति हामी बोल्यौँ नि, त्यतिखेर वाज लाइक एकदम त्यो कि मेरो लाइफको एकदम तल तल तलको त्यो पोइन्टमा एउटा उस गरेँ। अहिले चाहिँ अलिकति साथीहरूले मलाई उस गरे हन्, सम्हाले हन्, नत्र भए इट्स अ भेरी त्यो दिस सेमिस्टर वाज भेरी हेक्टिक, अनि भेरी लाइक हुन्छ नि डाउन के, मेरो लाइफको सबैभन्दा लोएस्ट पोइन्ट थियो भन्ने नि हुन्छ कि यो सेमिस्टर। अनि म तर धन्न मेरो साथीहरू हन्, मलाई अलिकति सम्हाले हन्। इफ यिनीहरू नभएको भए चाहिँ इट वुड बी भेरी हार्ड फर मी के। त्यही त त्यो त्यो एउटा कुरा चाहिँ साथीहरू पनि भयो, प्लस मलाई चाहिँ कस्तो लाग्छ भने त डिपेन्ड्स, जस्तो सुकै कनेक्सन पनि हुनसक्छ, यु सुड हेभ अ भेरी गुड कनेक्सन विथ पिपल होइन। अनि त्यो कुरा चाहिँ यता पनि त्यस्तै नै हुन्छ। मैले यता मास्टर्स गर्दाखेरि पनि म त वर्कहलिक थिएँ कि यता मास्टर्स गर्दाखेरि त। अनि म त यति धेरै काम गर्थेँ कि मेरो रुटिन भनेकै यता मास्टर्स गर्दाखेरि बिहान उठ्यो, त्यहाँबाट मेरो डाइनिङमा काम हुन्थ्यो, सायद म डाइनिङमा काम गर्न जान्थेँ। अनि त्यहाँबाट 2-3 घन्टा काम गऱ्यो, त्यसपछि कलेज गयो। अनि कलेज गएपछि फेरि 2-3 घन्टा बिताएँ क्यारे, त्यहाँबाट फेरि ब्रेक हुन्थ्यो। अनि ब्रेकमा फेरि जिम गर्न जाने, 2 घन्टा जस्तो जिम गऱ्यो, त्यसपछि फेरि आयो, फेरि स्टुडियो बस्यो, राति 5-6 बज्छ। 5-6 बजेपछि पनि घर नजाने के, म एक्लै हुन्छु भन्ने फिल हुने के। म घर गयो भने म एक्लै हुन्छु, मलाई कोही पनि हुँदैन, म यतै बस्छु, मान्छेहरू हिँडिरहेको हुन्छ, मान्छेहरू देख्छु मैले भनेर म कलेजमा लाइब्रेरीमा बसेर काम गर्थेँ राति 2 बजीसम्म। अनि फेरि घर गयो, 3 बजीतिर घर गयो, फेरि सुत्यो, बिहान 8 बजे आयो अफिस, के अरे कलेज, फेरि 8 बजे आयो, फेरि सेम साइकल। यस्तो वर्कहलिक भएको थिएँ कि म त। अनि त्यहाँबाट पछि साथीहरूले फेरि अनि कहिलेकाहीँ यस्तो पार्टी जाने यताउता गरेपछि चाहिँ बल्ल अलिकति लुजन अप भएर चाहिँ म अलिकति के भन्छ, अलिकति सेन माइन्डसेटमा आएँ भनौँ न। नत्र भने चाहिँ एकदमै त्यो के भएर अब वर्कहलिक हुनु पनि राम्रो होइन। त्यही त क्रेजी लेभल वर्कहलिक भएको थियो क्या म त। सो त्यो पनि म्यानेज गर्नुपर्छ। मेन्टल हेल्थ एकदम इम्पोर्टेन्ट छ आर्किटेक्चरमा। पहिला तिम्रो एजमा चाहिँ अब थाहा छैन, हामीले त्यसरी पनि सोच्दैनौँ त्यो होइन। अब 10 इयर्स अगो हो क्या त्यतिखेर त होइन। अनि त्यतिखेर त मेन्टल हेल्थको कुरै हुँदैन थियो होला क्या। मान्छे अब यत्तिकै फ्रस्ट्रेट हुन्छ भन्ने पनि छैन, यत्तिकै फ्रस्ट्रेट भयो ठिकै छ भन्यो, यताउता गऱ्यो होइन।
त्यो त्यस्तो कुराहरू थिएन क्या। सो अहिले चाहिँ त्यही अब अलिकति त्यो कुराहरूमा पनि अवेरनेस छ होइन। कसैलाई केही छ भने त्यही रिच आउट गर्दा हुन्छ होइन, जसलाई रिच आउट गरे पनि भयो होइन। सो आर्किटेक्चरमा चाहिँ एउटा राम्रो भनेको चाहिँ कनेक्सनहरू पनि बिल्ड गर्नुपर्छ होइन, द्याट इज अल्सो गोइङ टु बी भेरी हेल्पफुल इन लङ रन। अनि अब त्यो फाइदाकै लागि भन्ने पनि होइन, इट्स जस्ट गुड टु हेभ अ कनेक्सन्स। अनि त्यो वेबाट चाहिँ अब हुन त इट्स नट जस्ट अबाउट आर्किटेक्चर, अरू फिल्डमा पनि सिमिलर यस्तै नै हुन्छ जस्तो लाग्छ होइन। बट जस्ट टकिङ फ्रम माई एक्सपिरियन्स त्यो कुराहरू चाहिँ। सो अब यो त भयो पुरै अब हामीले स्टोरीहरू कुरा गऱ्यौँ होइन, अलिकति रियल फन टकतिर जाऊँ होइन। सो हु इज यर फेभरेट आर्किटेक्ट अहिलेसम्ममा? मेरो फेभरेट आर्किटेक्ट इज लाइक लुई आइकान के। मलाई उहाँको वर्कहरू मैले एकचोटि बिचमा हामीहरूलाई एकजना आर्किटेक्टको बारेमा रिसर्च गर्ने पनि थियो, अनि उहाँको लाइक लिए, अनि जुन तरिकाले उहाँले मटेरियल र लाइट एन्ड स्याडोसँग प्ले गर्नुहुन्छ नि मलाई यति मनपर्छ। अनि वान अफ हिज फेभरेट मलाई एकदम मन परेको भनेको चाहिँ किम्बल आर्ट म्युजियम, अनि त्यसपछि त्यो म गएको थिएँ त्यता। बङ्गलादेश पार्लियामेन्ट्री हाउस पनि। किम्बल आर्ट म्युजियमको चाहिँ एउटा भन्छु है, म 2 चोटि गइसकेँ किम्बल आर्ट म्युजियम। यता फोर्थ वर्थमा हो त्यो चाहिँ, फोर्थ वर्थ टेक्सस, यहाँबाट 40 मिनट्स ड्राइभ समथिङ होला। अनि म फर्स्ट चोटि जाँदाखेरि चाहिँ मेरो एक्सपिरियन्स कस्तो थियो भन्दाखेरि चाहिँ सुरुमा छिर्ने बित्तिकै चाहिँ अब त्यसको चाहिँ इन्ट्री कस्तो छ भन्दाखेरि चाहिँ तलबाट छिर्नुपर्छ क्या। त्यो जुन अब उसको चाहिँ के भन्छ फ्लोर लेभल यहाँ छ, अनि तलबाट इन्ट्री हुन्छ, अनि त्यो तलपट्टिको इन्ट्रीबाट चाहिँ स्टेयर केसहरू 2 साइडमा छ, अनि त्यसपछि यतापट्टि जान्छ क्या। अनि त्यो तल चाहिँ एकदम अँध्यारो फिल हुन्छ होइन, अँध्यारो हुन्छ, मोडलहरू राखिरहेछ। अनि त्यहाँबाट मेबी मसँग भिडियो पनि होला, मेबी यसमै म अट्याच गरिदिन्छु सायद त्यो भिडियोहरू पनि। अनि त्यसपछि माथि गइसकेपछि चाहिँ त्यो लाइट नै यस्तो राम्रो फिल हुन्छ कि होइन, त्यो अब फोटोले त्यो जस्टिसै गर्दैन क्या, रियालिटीमा झन् यस्तो राम्रो छ क्या। अनि त्यहाँ गइसकेपछि त्यो जुन लाइटमा कसरी प्ले गर्यो होला त्यो बेलामा, अब जुन त्यो अझ त्यो कन्क्रिटको मटेरियलको जुन फिनिस छ त्यो पनि यस्तो राम्रो छ क्या। अनि त्यो हेर्दाखेरि नै ओहो भन्ने जस्तो हुन्छ कि। अनि मलाई चाहिँ एकदमै त्यो मटेरियल लाइटहरूले प्ले गरेको राम्रो लाग्छ। त्यसपछि फेरि बाहिरतिर चाहिँ त्यो एउटा वाटरफल टाइपको पनि छ क्या त्यहाँ चाहिँ, सानो एउटा बिल्डिङसँगै जोडिएको पनि छ। अनि त्यो पनि एकदम राम्रो छ, त्यो पनि एकदम त्यो रिफ्लेक्सन दिने खालको टाइपको छ क्या। अनि त्यो आर्चेसहरूमा लाइटहरू देखिने। अनि त्यहाँ अर्को एउटा पनि छ, त्यहाँ चाहिँ अहिले रिसेन्टली सायद अडिटोरियम पनि भित्र बनाएको छ क्या। रिसेन्टली हो कि पहिला हो बिर्सेँ मैले त्यो चाहिँ। अनि त्यो अडिटोरियममा चाहिँ फेरि उनीहरूले कस्तो गरेको छ भन्दाखेरि त्यहाँ चाहिँ नेचुरल लाइट छैन क्या, त्यहाँ चाहिँ सिमिलर लाइट आउँछ तर त्यो चाहिँ आर्टिफिसियल लाइटको आउँछ क्या। अनि त्यो चाहिँ थिएटरमा त्यो आर्टिफिसियल लाइटको त्यस्तो आउँदाखेरि त्यो पनि एकदम राम्रो छ क्या। वान अफ द बेस्ट प्लेस हो क्या त्यो पनि जानको लागि चाहिँ। मलाई एकदम रमाइलो लाग्छ त्यो चाहिँ। म फेरि एकचोटि जान्छु सोचिरहेको छु कि कहिले जान्छु थाहा छैन, हेरौँ। अनि त्यसपछि मैले चाहिँ के रिसर्च गर्दाखेरि के पाएको थिएँ भने नेपालमा नि उहाँ काम गरिसक्नु भएको रहेछ होइन। एउटा मिनिस्ट्रीको एजुकेसन टाइपको के एउटा मिनिस्ट्री गभर्मेन्टको लागि एउटा बिल्डिङ बनाइसक्नु भएको रहेछ होइन। अनि म त हेर्छु पछि त गभर्मेन्टले के गर्दैछ भन्दाखेरि त्यो बिल्डिङलाई त्यो माथि जुन डिजाइन एलिमेन्टको रूपमा बनाउनु भएको थियो रातो लगाइदियो, अनि त्यो रुमलाई पुरै त्यो डिजाइनको रूपमा राखेकोलाई नयाँ रुमहरू बनाइदियो कि। द्याट्स जुन मेन बिल्डिङको एउटा डिजाइन एलिमेन्ट थियो त्यसलाई रुममा चेन्ज गरिदियो। एन्ड आई वाज लाइक त्यो कस्तो आर्किटेक्चरलाई नै कस्तो हेभी जस्तो फिल भएको कि मलाई। उहाँले त्यत्रो आएर मिहिनेत गरेर कस्तो राम्रो एउटा फर्म बनाइदिनु भयो। अनि पछि मिनिस्ट्रीको समथिङ के को लागि एक्ज्याक्टली फर्गेट होइन। अनि त्यो चाहिँ माथि चाहिँ रुमको स्पेस कम भएको कारणले चाहिँ रुमहरू एड गरिदिनु भएको छ क्या। अनि गभर्मेन्टले चाहिँ त्यो गर्दैछ, जसले गर्दाखेरि त्यसको जुन ब्युटी हुन्छ नि त्यो नै गयो, र मेन एउटा डिजाइन फिचर्स थियो नि अब त्यो नै गयो कि। अनि आई फाइन्ड इट रियली अलिकति चाहिँ कस्तो त्यो कुरालाई चाहिँ अलिकति ख्याल गर्नुपर्ने थियो जस्तो लाग्छ कि मलाई। अब सरकारलाई अब के नै भनौँ, के नै भन्न सकिन्छ र होइन, तर अलिकति रेस्पेक्टफुल चाहिँ त्यतिखेर हुनुपर्ने थियो है जस्तो लाग्थ्यो कि। समवन इज लाइक रिनाउन्ड, त्यस्तो राम्रो आर्किटेक्ट आएर यहाँ आएर काम गर्नु भइरहेको छ, अनि त्यो अलिकति उहाँको प्रिन्सिपल उहाँको डिजाइन फिचर्सलाई नै अलिकति राखिदिएको भए हुने टाइपको लागेको थियो कि मलाई।
आई फाइन्ड हिम भेरी इन्सपाइरिङ। अनि त्यसपछि मेरो उहाँ चाहिँ लाइक उहाँको कामहरू चाहिँ मलाई मनपर्छ। एन्ड अनदर आर्किटेक्ट मलाई अलिकति एकदम फेसिनेट लाग्छ जाहा हदिदको जुन त्यो फ्युचरिस्टिक आर्किटेक्ट हुन्छ नि, आई रियली फाउन्ड इट भेरी इन्ट्रेस्टिङ के कर्भमा मलाई खेल्न अलिकति धेरै नआए पनि आई फाउन्ड हर लाइक सो कुल के लाइक मेरो त म त देखे बित्तिकै वाउ हुन्छु कि लाइक उहाँको आर्टवर्क्सहरू त। मलाई चाहिँ मेरो चाहिँ मोडर्निस्ट आर्किटेक्टमा मलाई मनपर्ने चाहिँ आल्भरो आल्टो। आल्भरो आल्टो चाहिँ एकदमै मनपर्छ मलाई चाहिँ। अनि मलाई चाहिँ आल्भरो आल्टो किन मनपर्छ भन्दाखेरि चाहिँ अरू आर्किटेक्टहरूको कम्पेरिसनमा चाहिँ अरू आर्किटेक्टहरूले ब्रिकहरू यताउतामा प्ले गरेर हुन्छ, मलाई चाहिँ आल्भरो आल्टोको वुड प्ले मनपर्छ क्या। मलाई चाहिँ वुड मटेरियलहरू एकदम मनपर्छ क्या, त्यो चाहिँ मेरो आफ्नो पर्सनल इन्क्लिनेसन भयो। अनि त्यो कारणले गर्दाखेरि चाहिँ फेरि फिनल्यान्डमा वुडहरू पनि यति धेरै हुन्छ, अनि उनीहरूको त्यो भएर चाहिँ मलाई चाहिँ आल्भरो आल्टोको आर्किटेक्चरहरू चाहिँ एकदम मन परेर हुन्छ। अनि पहिला बियाके एङ्गल्स पनि मनपर्छ भनौँ, तर बियाके एङ्गल्स चाहिँ अब क्रिटिकल्ली हेर्ने हो भने चाहिँ मलाई त्यति मन पर्दैन अहिले चाहिँ होइन। डिजाइन डायग्रामहरू त्यस्तो कुरामा चाहिँ एकदमै राम्रो लाग्छ होइन। बट अब कस्तो पनि हुँदो रहेछ भन्दाखेरि यहाँ आइसकेपछिको एक्सपिरियन्स त्यो चाहिँ जति ठुलो फर्महरू छ, अनि अब बियाके एङ्गल्स भनौँ जाहा हदिद भनौँ होइन, उनीहरू चाहिँ एउटा कर्पोरेसन हो क्या पछि गएपछि चाहिँ, दे आर नट अ सिङ्गल पिपल क्या। अनि त्यो भएपछि त्यहाँभित्र डिजाइनरहरू पनि यति धेरै हुन्छ होइन। अनि त्यो अब लिड गर्ने त हो लिडर, बिगमा बियाके एङ्गल्स होला, जाहा हदिदमा अहिले अर्कै छ, जाहा हदिद त बितिसक्नुभयो, अर्को एकजना नाम मैले बिर्सेँ उहाँको चाहिँ, सो हि इज द प्रिन्सिपल होइन। अनि अब उनीहरूले लिड गर्दाखेरि उनीहरूको एउटा डिजाइन वेबाट गाइड गर्ने भन्ने त हुन्छ, तर पनि कति कुरामा इथिकल पनि हुँदैन होइन, कति कुराहरू चाहिँ नन इथिकल प्र्याक्टिस पनि भइरहेको हुन्छ। अब त्यस्तो कुराले चाहिँ अलिकति अब आर्किटेक्चरलाई नै क्यापिटलिस्ट वर्ल्डले अलिकति कतातिर धकेलेको हो कि भन्ने जस्तो पनि फिल हुन्छ क्या। सो त्यो चाहिँ यता आइसकेपछिको रियलाइजेसनहरू भनौँ न। नेपाल हुँदाखेरि चाहिँ त्यो कुराहरू सोचिँदैन क्या, नेपाल हुँदाखेरि चाहिँ त्यो कुरामा एक्सपोजरै पाएको हुँदैन क्या। अनि मलाई चाहिँ त्यस्तो लाग्छ भनौँ। मेरो चाहिँ अब पर्सनल्ली अहिले चाहिँ आल्भरो आल्टो हो, अरू चाहिँ मैले त्यति एक्सप्लोर गरेको छैन। स्विजरल्यान्डको सायद पिटर जम्थोर ऊ पनि राम्रो लाग्छ मलाई, अनि धेरै छ। अनि सो अर्को एउटा क्वेसन है त, सो स्टुडियो अल नाइटर कतिको हान्ने गरेछ? आई थिङ्क द्याट्स वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन फर अल आर्किटेक्चर स्टुडेन्ट्स। मेरो साथी नि भर्खर यहाँ मलाई हेरेर लाइक सी गिभ मी स्माइल होइन, बिकज सी नो कि मैले अहिलेसम्म एउटा स्टुडियो अल नाइटर हाने छैन इन कलेज। किन भन्दाखेरि हामीहरूलाई कलेजमा बस्न अलाउ नै छैन कि भन्नाले साथीहरू चाहिँ बस्छन्, मलाई चाहिँ पर्सनल्ली घरबाट चाहिँ अलाउ गर्नुहुन्न कलेजमा बस्न। अनि म चाहिँ के गर्छु भन्दाखेरि ग्रुप डिभिजन हुँदाखेरि वर्क गरेर लाने अनि भिडियो कलमा चाहिँ गर्ने के। अनि अहिले चाहिँ अलिकति टाइम चाहिँ स्टुडियोले गर्दाखेरि लाइक अब हाम्रो त गाडी चल्ने बेलासम्म चाहिँ म बाहिर बस्न पाएँ होइन। जुन चाहिँ हाम्रो जुन त्यो यो पब्लिक ट्रान्सपोर्टेसनको चलिन्जेल चाहिँ बेलुका चाहिँ जुन 8 बजेसम्म चल्छ त्यतिखेरसम्म चाहिँ म बाहिर बस्न पाएँ। अनि त्यहाँभन्दा बढी चाहिँ आई कान्ट म घरबाटै दिनुहुन्न। अनि त्यसपछि अनि साथीहरूले कतिचोटि भनेको के बस्न भनेर, अनि फेरि बस्न भनेर, अनि त्यसपछि मम्मीले दिनुहुन्न नि थाहा, अनि सबलाई थाहा थेबेको मम्मीले दिनुहुन्न, घरमा प्यारेन्ट्सहरूले दिनुहुन्न, थेबे दाइ र मेरो दिदीलाई। अब हामी दुईजना सँगै हो नि त, अनि हामी सँगै आउने सँगै घर जाने हुन्छ कि। अनि त्यसपछि स्टुडियो अल नाइटर लाइक सी इज अल्सो लाइक नोज, अनि मेरो साथीहरूलाई थाहा कति छ भनेर। अनि त्यसपछि अहिलेसम्म स्टुडियो अल नाइटर चाहिँ हाने छैन, तर पहिला चाहिँ सेमिस्टरको इन्डियनतिर आउँदाखेरि जुन हाम्रो एउटा डिजाइन स्टुडियोको फाइनल सबमिसन हुन्थ्यो नि, त्यति बेला चाहिँ घरमा सिर्फ 1 दिन मात्रै होल नाइट हाने थियो होइन। यो 5th सेमिस्टर त के भयो, जतिखेर पनि जुन फेजमा पनि डिजाइन स्टुडियोको क्लास आउन लाग्यो यु हेभ टु डु होल नाइट। अनि यो सेमिस्टर त लाइक टाइमै मेरो 2 बजे सुत्ने 5-6 बजे उठ्ने, 2 बजे सुत्ने 5-6 बजे उठ्ने, यस्तो भयो। अनि त्यसपछि लाइक दिस इज द ओन्ली सेमिस्टर जुन चाहिँ मैले रियल लाइफ के आर्किटेक्चर यतिसम्म गाह्रो हुँदो रहेछ है भन्ने कुरा चाहिँ बल्ल माइन्डमा हिट गर्यो। अनि त्यसपछि लाइक
एभ्रिथिङ इज अहिलेसम्म कलेजमा चाहिँ होल नाइट चाहिँ बसेको छैन, बस्ने एक्सपिरियन्स चाहिँ छ। आई होप थेसिसमा हुन्छ होला, किनभने थेसिसमा वी निड हेल्प फ्रम आई अदर्स होइन। होप अनि नभन हो, आई होप नभन न। मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि मन पर्दैन इट्स हजुरलाई? होइन, मलाई चाहिँ इट्स टोटली अननेसेसरी भन्ने लाग्छ क्या। किन भन्दाखेरि हो कलेज हुँदाखेरि साथीहरूसँग बसिन्छ, रमाइलो गरिन्छ, त्यो ठिक छ, किनभने रमाइलो पनि हो, बट एट द सेम टाइम द्याट सुड नट बी द मेन प्र्याक्टिस के। किन भन्दाखेरि त्यसले चाहिँ पछि त्यही कुरा प्रोफेसनमा क्यारी ओभर गर्छ क्या। अनि मलाई चाहिँ त्यो हुनु हुँदैन जस्तो लाग्छ क्या, किनभने प्रोफेसनमा गइसकेपछि चाहिँ यु विल ह्याभ सो मेनी अदर थिङ्स अबाउट यर ओन लाइफ। अब आफ्नो फ्यामिली हुन्छ, फ्यामिली म्यानेज गर्नु पर्यो होइन। अब कतिको मान्छे त अब उनीहरू बिहे भइसकेको हुन्छ, बच्चा बच्ची हुन्छ होइन, फ्यामिलीलाई टाइम दिनुपर्छ होइन। सो सबैले काम गर्ने भनेको अफिस आवर्समा नै एकदम फोकस भएर काम गर्ने हो रहेछ। अनि त्यही भएर मैले अहिले आएर बुझ्दैछु कि प्रोफेसरहरूले त्यो बेलामा चाहिँ स्टुडियोमा ध्यान दिएर तिमीहरू 8 घन्टा स्टुडियोमा ध्यान दिएर काम गर भनेको रिजन के रहेछ भन्ने म अहिले बुझ्दैछु कि। किन भन्दा त्यो बेलामा चाहिँ अब त्यो स्टुडियोमा हुँदाखेरि हल्लेर बस्दिने, एकछिनमा गर्छु भन्ने, एकछिन बाहिर हिँड्दिने गरिन्छ होइन। बट त्यो चाहिँ अब त्यो अब नराम्रो पनि भन्दिनँ, त्यो फेज अफ लाइफै त्यस्तो थियो होइन। तर म चाहिँ एन्करेज गर्दिनँ त्यसरी रातभरि बसेर गर्ने चाहिँ। अनि मैले यता मास्टर्समा आएपछि चाहिँ मास्टर्समा मेरो फर्स्ट नै के थियो भन्दाखेरि चाहिँ म चाहिँ सकेसम्म अल नाइटर गर्दिनँ भन्ने थिएँ कि। अनि मैले 2 वर्ष मास्टर्स गर्दाखेरि मैले एकदमै एक्सट्रिमली ढिलासम्म काम गरेको भनेको मेबी 1 विक होला। त्यो होल 2 वर्षभरिमा 1 विक मात्रै मैले एक्सट्रिमली त्यसरी मेहनत गर्नु परेको, अति नै त्यसरी राति 2-3 बजेसम्म बसेर गरेको। नत्र भने अरू बेलामा चाहिँ म एकदमै स्केड्युलमा चल्थेँ कि। अनि त्यो भएपछि चाहिँ अनि त्यस्तो विधि ओभरवर्क गर्नु परेको थिएन कि। अनि कति केसमा चाहिँ त्यो अघि मैले भनेको जस्तो अट्याच नहुने कन्सेप्टसँग केही कुरासँग पनि चेन्ज गर भनेपछि गरिदिइहालिदिने हुन्छ नि, त्यो भएपछि चाहिँ एकदम इजी फ्लो हुन्छ क्या। प्लस अब अहिले त तिमीहरूले सफ्टवेयरहरू युज गरिरहेको छैन होला, म्यानुअल ह्यान्ड ड्रइङ नै होला होइन। सो त्यसले पनि एकदमै टाइम धेरै जान्छ। सफ्टवेयर युज गरे हामीले। ए ओके, अहिले केहरू युज गरिरहेको छौ? थर्ड सेमिस्टरमा वी लर्न अटोक्याड होइन। अनि फोर्थ सेमिस्टरमा हाम्रो स्केचअपको क्लास थियो। अनि ओन्ली फर्स्ट सेकेन्ड थर्ड फोर्थसम्म चाहिँ हामीले सब ह्यान्ड ड्राफ्टेड सिट्सहरू गर्नु पर्थ्यो, यताउति गर्नु पर्थ्यो। बट होइन हाम्रो साथीहरूले चाहिँ अटोक्याड युज गरेर चाहिँ स्केलमा गरेर चाहिँ त्यसलाई लाइक भेरी होइन, अब यो चाहिँ हाम्रो चिप टेक्निक्स होइन। त्यो सबैलाई थाहा छ होला हौ त्यो आर्किटेक्चर पढ्नेलाई। ओके, हामीले झ्यालमा राखेर टोपो हान्ने। छापेको पनि छ। आई होप हाम्रो टिचर्सहरूले यो यदि देख्नुभयो भने थाहा पाउनुहुन्छ। तर मैले चाहिँ गरेँ होइन है, मैले चाहिँ गरेँ होइन है, मैले त गरेँ। टिचर्सहरूले पनि गर्नुभएको होला एट सम पोइन्ट, टिचर्सहरूले पनि गर्नुभयो होला। किनभने मैले त गरेछु। मैले के अरे मैले कलेजमै हुँदाखेरि झ्यालमा राखेर बनाउँदै गर्दाखेरि उताबाट टिचर आएर सिटै छोडेर भाग्नु परेको छ। अनि लाइक कस्तो भयो भन्दाखेरि मैले चाहिँ गरेन, किन भन्दाखेरि अटोक्याडमै मलाई गर्ने झ्याउला टाइम वेस्ट लाग्यो कि। अनि त्यसपछि त बरु ड्राफ्टै छिटो छिटो गर्छु भनेर गरेँ। तर हामीहरूको क्लासमा चाहिँ अरू साथीले चाहिँ गर्नुभएको थियो है। अनि त्यसपछि मलाई चाहिँ फाइनली फेरि मलाई त्यो तर ठिकै हो जस्तो नि लाग्छ कि हामीहरूले सफ्टवेयर सिकिसक्यौँ, अझै पनि हामी किन ह्यान्ड ड्राफ्टमा आफ्नो मेहनत वेस्ट गर्नु। ह्यान्ड ड्राफ्ट नि आउँछ कि हामीहरूलाई आउँछ। अनि अलिकति टाइम चाहिँ त्यसमा लस हुन्छ जस्तो लागेर द्याट वाज अ भेरी स्मार्ट मुभ। हामी साथीहरूले चाहिँ जुन गरे स्मार्ट थियो होइन त्यो चाहिँ। अनि फिफ्थ सेमिस्टरमा चाहिँ अहिले चाहिँ हामीहरूले सबले अनि यो सेमिस्टरमा चाहिँ हाम्रो लाइक चुज गर्ने उस थियो कि के अरे इलेक्टिभ थियो, एउटा इन्टेरियर थियो अनि एउटा ग्राफिक डिजाइनिङ थियो। अनि लाइक मलाई त अलिकति यता सोसियल मिडियातिर मनपर्छ नि त। अनि त्यसपछि त्यही भएर मैले चाहिँ लाइक ग्राफिक डिजाइनिङतिर लिएँ। अनि त्यसपछि चाहिँ हुन्छ नि यो जुन रमाइलो के जुन यो सिट प्रेजेन्टेसन गर्न ल्यापटपमा गर्न इज मोर रमाइलो लाग्यो कि। अनि फास्ट पनि एकदम फास्ट, टाइम कन्ज्युमिङ चाहिँ ह्यान्ड ड्राफ्टेड भन्दा अलिकति कम। नत्र ह्यान्ड ड्राफ्ट गर्दाखेरि त आम्मामा हो यति बसेर गर्नु, लगतै खटिराखेर यसरी गर्नुपर्छ जुन हाम्रो यो नेक पेन, हात, यो जुन ढाड यति दुख्ने हुन्छ नि। अनि त्यसपछि अलिकति चाहिँ सफ्टवेयरले गर्दाखेरि चाहिँ हाम्रो यो कामलाई चाहिँ एकदम
सजिलो बनाइदिएको कि अनि हाम्रो 5th सेमेस्टरबाट चाहिँ बल्ल सबै सिटमा कि कम्प्युटराइज उस गरेर अनि सिटहरू गरेर अन्ली प्रब्लम इन आवर कन्ट्री इज अलिकति चाहिँ आर्किटेक्चरमा के भन्दाखेरि हामीहरू चाहिँ लेजरको त्यो मोडल जुन छ नि बनाउने हो त्यो चाहिँ छैन अनि हामीहरूले चाहिँ मोडल बनाउन नि आफ्नो एउटा छुट्टै टाइम निकालेर राम्रोसँग गर्नुपर्छ कि त्यो कुरा अलिकति राम्रो भएर झन् पोखरा काठमाडौँमा त छ पोखरामा त झन् एउटा केही छैन सामानहरू पाउन नि अलिकति गाह्रो हुन्छ यहाँ इन कम्पेयर टु काठमाडौँ अलिकति यो कुराहरू भइदियो भने त पोखरामा पनि सजिलै हुन्थ्यो कि मैले बिहान मात्रै मोडल मेकिङवाला पडकास्ट गरेको थिएँ आर्किन्स स्टुडियो भन्ने केटाहरू छन् अनि उनीहरूले मोडलहरू बनाउँछ कि अनि सायद थाहा पनि होला आई डोन्ट नो होइन अनि उनीहरूले चाहिँ मोडलहरू बनाउँदाखेरि चाहिँ काठमाडौँमा चाहिँ अहिले 3D प्रिन्टिङ लेजर कटिङ सबै छ अरे क्या अनि उनीहरूले चाहिँ युज गर्छ भनिरहेको थियो कि अनि मलाई चाहिँ थाहा थिएन मैले चाहिँ यता कलेजमा चाहिँ युज गरेको हो यता चाहिँ लेजर कटिङहरू गर्दाखेरि जस तर त्यस्तो इजी पनि हुँदैन है फेरि लेजर कटिङ पनि एउटा मिसकन्सेप्सन के छ भन्दाखेरि चाहिँ लेजर कटिङ इजी हुन्छ भन्ने जस्तो लाग्छ तर लेजर कटिङको लागि पनि भेरी सिमिलर मोडलमा जस्तो हामीले फेस बनाउनको लागि प्रिपरेसन गर्नुपर्छ नि त अटोक्याडमा सेम लेजर कटिङमा पनि गर्नुपर्छ क्या जस्ट हातले काट्नु पर्दैन भन्ने मात्रै डिफ्रेन्स हो क्या प्रिपरेसन सिमिलर टाइम भयो अनि त्यहाँबाट लेजरले काटिदियो त्यो भएपछि चाहिँ अब सबै पिस आउँछ ल मैले जोडेँ भन्नलाई चाहिँ इजी हो तर प्रिपरेसन टाइम त सिमिलर लाग्छ कि अझ 3D प्रिन्ट गर्दाखेरि पनि त्यस्तै हुन्छ कि 3D प्रिन्ट गर्दाखेरि पनि अब के अरे सोच्दाखेरि त ल एकछिनमा हालिदिने हो भइहाल्छ भन्ने जस्तो हुन्छ तर 3D प्रिन्टिङको पनि साइन्स कस्तो छ भन्दाखेरि चाहिँ 3D प्रिन्ट चाहिँ बेस नभइकन प्रिन्ट हुँदैन क्या 3D प्रिन्ट चाहिँ सो तिम्रो बिल्डिङको चाहिँ हरेक कुरा चाहिँ बेसमा टाँसेको हुनुपर्छ क्या अनि त्यो गर्नको लागि चाहिँ पुरै मोडललाई नै ब्रेकडाउन गर्नुपर्ने हुन्छ क्या अनि मोडललाई ब्रेकडाउन गरेर बेसमा टाँसेर गर्दाखेरि त कहिलेकाहीँ मोडलको जुन प्रिपरेसन टाइम हुन्छ नि मैले अस्ति रिसेन्टली एउटा प्रोजेक्टमा गरिरहेको थिएँ मोडल प्रिपरेसन टाइम नै 1 हप्ता थियो क्या प्रिन्ट गर्ने अर्को 1 हप्ता छुट्टै हो क्या सो त्यो पनि कम्प्लिकेटेड प्रोसेस नै छ क्या छन चाहिँ तर त्यसले आउटपुट चाहिँ राम्रो दिन्छ भनौँ न हामीले ह्यान्डले गर्ने भन्दा चाहिँ एकदम प्रिसाइज भयो एकदम राम्रो चाहिँ देखिन्छ त्यो कुराहरू चाहिँ छ यसमा पनि मोडल मेकिङमा पनि सो मलाई चाहिँ एकदम रमाइलो लाग्यो पडकास्ट गफ गरेर सो आई थिङ्क वी आर एट दि एन्ड अफ द पडकास्ट सो any final tip for any students who are thinking about joining architecture or whatever you want to say at the end जोइन गर्ने बेलामा चाहिँ आई वुड से आफूलाई यदि भित्री मनबाट गर्न सक्छु भने गर होइन यदि रेस्पोन्सिबिलिटी छ मैले पुरा गर्न सक्छु भने गर्ने हावातालमा आर्किटेक्चर जोइन हुन्छु भने चाहिँ भाइ यो फिल्डमा चाहिँ नआऊ है तिमी भन्छु इफ मनभित्रबाट छ भने चाहिँ आउँछ अनि आइसकेपछि चाहिँ मेक गुड फ्रेन्ड्स अनि लाइक आई हेभ हियर वान अनि त्यसपछि अझै अर्को छ you can come in front of camera या कम न आऊ न लाइक या यता आऊ लाइक सी इज भेरी लाइक यिनीहरू चाहिँ मेरो लागि एकदम इम्पोर्टेन्ट छ नि कि सी इज भेरी इम्पोर्टेन्ट अनि प्रेक्षा अर्को चाहिँ प्रेक्षा नि अनि आई हेभ अ भेरी वान जुनियर बहिनी एन्ड सी इज अल्सो भेरी इम्पोर्टेन्ट अनि लाइक यिनीहरू नभएको भए आई वुड भेरी सफर के अनि लाइक थ्याङ्क्स टु माई फ्रेन्ड्स अनि माई उसहरू यिनीहरू भएर चाहिँ एकदम सजिलो भयो अनि त्यसपछि मेक भेरी गुड फ्रेन्ड्स इन जताततै लाइफमा अनि मान्छेहरूसँग चाहिँ ट्रिट भेरी नाइसली अनि आर्किटेक्चरमा आउनु छ भने मनबाट छ भने आऊ अनि त्यसपछि आइसकेपछि चाहिँ के सोच भन्दाखेरि रमाइलो पनि हुन्छ रमाइलो चाहिँ मजाले हुन्छ है अनि रमाइलो हुन्छ अनि त्यसपछि फन गर्न भने फन पाउँछौ अनि त्यसपछि कुराहरू चाहिँ अरूहरूको नि सुन्ने अनि अलिकति पेसेन्स पनि हुने अलिकति सिकाइदिन्छ क्रिटिक लिन सक्ने पनि हुनुपर्छ है स्किन थिक बनाउनु पर्छ क्रिटिक लिन सक्ने पनि त्यो सरहरूदेखि गएर होइन सर यो त ठिक छ भन्ने त होइन लाइक अलिकति पेसेन्स भएर हुन्छ सर सब कुरा यो फिल्डले चाहिँ तिमीहरूलाई आउने हो भने मसँग दाइ लाइक
म पेसेन्स भएको मान्छे होइन नि, मेरो पेसेन्स एङ्गर इस्यु प्रब्लम भएको मान्छे हो, जुन चाहिँ मेरो आर्किटेक्चर र मेरो साथीहरूले गर्दाखेरि यो प्रब्लमहरू अलिकति अहिले सल्भ भएको। म अहिले एकदम पेसेन्स छु के। अहिले चाहिँ यो फिल्डले चाहिँ जे होस् मलाई चाहिँ सब कुरा सिकाइदियो। अनि घरमा पनि मम्मीले चाहिँ अहिले बल्ल यसले धेरै कुरा सिकिए, नत्र भए चाहिँ यो त कस्ति भन्नुहुन्छ कि। एन्ड इट्स चिल हो, आउने हो भने आनन्दले आयो हुन्छ, मनभित्र छ भने मात्रै आयो हुन्छ, नत्र भए नआऊ है यो फिल्डमा कोही पनि भन्छु म एज अ उसै गरेर राम्रैसँग। एकदम हार्ड वर्क धेरै छ छन चाहिँ कलेजमा गर्नुपर्छ। पढ्ने भन्दा पनि इट्स मोर म्यानुअल लेबर नै भनौँ न। अब त्यो हातले नै काम गर्ने, त्यो अब ह्यान्ड ड्राफ्टिङ यताउता गर्ने भएपछि त्यो चाहिँ एकदम धेरै छ। सो मलाई पनि त्यस्तै लाग्छ। म पनि पहिला त्यति ग्रुपमा राम्ररी काम गर्ने मान्छे होइन, अनि पछि हाम्रो त कस्तो पनि भएको थियो एकचोटि भन्दाखेरि चाहिँ ग्रुपमा एकअर्कासँग चित्त नबुझेर ल सबैजना टेबलमा बसौँ, ल अब टेबलमा बसेर कुरा गरौँ भनेपछि ल एकअर्काको इस्यु के हो ल भन, अनि वी विल फिगर इट आउट भन, त्यसरी पनि बसेर कुरा गरेको छौँ कि। सो त्यो पनि एउटा राम्रो क्वालिटी चाहिँ दिन्छ ग्रुपमा काम गर्नलाई चाहिँ। मान्छेलाई चाहिँ अब कसरी चाहिँ काम गराउन, कसरी काम निकाल्नुपर्छ अरूबाट भन्ने पनि सिकिन्छ क्या त्यो वेमा चाहिँ। म आफै पनि एङ्गर इस्युज भए मान्छे हो पहिला चाहिँ, अनि पछि मैले पनि आर्किटेक्चरबाटै राम्रो भयो मेरो पनि। सो त्यो टिमवर्कहरू चाहिँ एकदमै चाहिन्छ। अनि वान मस्ट सजेसन चाहिँ के दिन्छ भन्दा एकदम कि मैले रिसेन्टलीको 5th सेमेस्टरबाट के अरे, एउटा स्मल टक क्यान फिक्स लट्स अफ प्रब्लम। यदि कसैसँग होइन राम्रोसँग मैले पर्सनली म पनि अलिकति रुड तरिकाले बोल्थेँ होइन, तर मैले यो कुरा नै सिकेको हो। अनि त्यसपछि मैले चाहिँ के पाएँ भन्दाखेरि राम्रोसँग बोल्ने, अलिकति पेसेन्स तरिकाले बोल्यो भने क्यान सल्भ अ लट्स अफ प्रब्लम। अनि कसैलाई केही कुरा छ भने उसलाई देखाइदिनु पर्छ कि लाइक ऊ कता गलत गइरहेछ, तिम्रो साथी कोही गलत गइरह भने चाहिँ उसलाई रोड सो गर्न तिम्रो इमेजिन गर न, तिम्रो साथीहरूले अहिलेसम्म तिमीलाई सहीमा त सही हो भन्छ, यदि तिमीलाई गलतमा पनि सही हो भन्छ भने द्याट्स अ प्रब्लम के। अलिकति साथीहरूले चाहिँ थोरै आफू कतै गलत गह भने करेक्ट गरिदिन्छन् के। मेरो साथीहरूले कतै म यदि कतै गलत गहु भने दे विल लाइक मलाई कराइदिन्छन्। अनि म उनीहरूले कराह मेरो राम्रोको लागि कराह नि त, म त्यसमा चाहिँ रिसाउँदिनँ कि। अनि त्यसपछि त्यो कुरा चाहिँ अलिकति हामीहरूले चाहिँ हेर्नुपर्ने कुरा हुन्छ है। अनि आफ्नो साथीहरूलाई चाहिँ एउटा के दिए हुन्छ भन्दाखेरि यदि म गलत गइरहेको भने जस्ट करेक्ट मी होइन, म करेक्ट हुन्छु, म तिमीहरूको कुरा नि राम्रोसँग सुन्छु। अनि यो कुरा चाहिँ साथीहरू बिच चाहिँ डिस्कस हुन चाहिँ पर्छ है भन्छु। लाइक एभ्री टाइम यु वोन्ट बी गुड, बट इफ देयर इज समथिङ ब्याड इन यु, यु फ्रेन्ड सुड करेक्ट यु। अनि त्यो करेक्ट गर्दाखेरि चाहिँ आफू रिसाउनु भएन। अनि त्यसपछि आफूलाई कसैले आफूलाई करेक्ट गर्दै भन्दा आफू किन रिसाउनु त नि होइन, त्यसमा चाहिँ अलिकति वर्क गर्नुपर्छ जस्तो लाग्छ। अनि यो कुरा चाहिँ अलिकति नट ओन्ली इन आर्किटेक्चर, जताततै चाहिँ अलिकति यो कुरा चाहिँ सोच्नुपर्छ है भन्छु कि म यो कुरा चाहिँ एकदम लर्न गरेको कि मैले। So having said that, I think we're gonna sign off here. Then, all Yes. right, I will see you guys in the next video. Thank you so much for watching. Bye bye.